여러분들 안녕하세요. नमस्ते सबैजनालाई म हेलम मुइसो जोरपाटीबाट विनोद वन। आज चाहिँ हामी सेट 8 लिएर उपस्थित भएको छु। ल सेट 8 मा कस्तो क्वेशनहरु छ एकचोटी हेरौं। तपाईले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न पनि नभुल्नु होला। यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नु होला र लाइक पनि गर्न नबिर्सनु होला। साथै आफ्नो साथीभाइले पनि शेयर गर्नु होला भन्दै आज हामी के अब सेट 8 मा कस्तो क्वेशनहरु रहेछ एकचोटी हेरौं है त। ल त्यसैले ढिलो नगरिकन हामी सेट 8 मा कस्तो क्वेशन रहेछ एकचोटी हेरौं है त। ल हेरौं त्यसमा एकमा के रहेछ क्वेशन एकचोटी हेरौं। यो पिक्चर तपाईहरुले चिनिसक्नु होला। पिक्चर पहिला हेर्नुपर्ने हुन्छ के को पिक्चर रहेछ भन्ने कुरा थाहा पाउनु पर्यो है। ल त्यसमा यसले भन्छ थम खुरिमुल फोगो दिएको चित्रलाई हेरेर मानव थाना भन्नाले मिल्ने शब्दावली वा मुन्जागोल वाक्यलाई खोरसिप्सियो छान्नुहोस् रे। र दिएको चित्रलाई हेरेर मिल्ने के रे शब्दावली वा वाक्यलाई छान्नुहोस् भनेर भनेको छ। ल यो छामा के भनेको यस्तो अब ठुलो खालको ड्रिल हुन्छ नि, चट्टान फोड्ने ठुलो ड्रिल हो। यो चाहिँ ठुलो ड्रिल भनेनु छ है। ठुलो खालको ड्रिल हो, चट्टानहरु खोप्ने बेलामा प्रयोग गरिन्छ है। ठुलो ड्रिल मेसिन भन्दैन भो। ठुलो एकदमै त ढाटो गर्छ नि त, वो चट्टानहरु खोप्ने एउटा ड्रिल मेसिन हो। यो हम्मर भन्दा हम्मर भइहाल्यो के रे हम्मर। अर्कोमा हेरौं यो के त सुख्रे भन्दा बकेट। तपाईको डोजरले खन्ने बकेट हुन्छ नि, हो डोजरले त्यो बाटोहरु खन्ने बेलामा खोल्ने बकेटलाई हामी के भन्छ स्क्रेप भनेर भन्छ है। यो चाहिँ बकेट भन्दैन भयो है, के भन्नु बकेट। अर्को हेरौं खेनबियर भनेको चाहिँ के त खासै खेनबियर अथवा लोताबाट चल्ने चीजले के भन्छ खेनबियर भनेर भन्छ। एन्सर चाहिँ के रहेछ एकचोटी हेर्नुस् त। यो ठुलो ड्रिल त होइन रहेछ। अनि हम्मर ठोक्ने हम्मर पनि हुन्छ। बकेट तपाईको डोजरले बाटो खन्ने बेलामा हुन्छ नि त्यो अगाडिको दाँती हो, त्यसलाई चाहिँ के भन्छ हामीले के भन्नुपर्छ स्क्रेप भनेर भन्छौं। भने स्क्रेप पनि हो त होइन भनेपछि एन्सर चाहिँ अहिले कुन भयो। त्यसैले खन्बियर अथवा के रहे चाहिँ यो यस्तो के त यहाँ चाहिँ माटोहरु लोड गर्यो भने के हुन्छ यहाँ चाहिँ माटो माथि जाने, अथवा यो चाहिँ लोता भन्छ है सामान्य भाषामा चाहिँ लोताबाट चल्ने हो। त्यसैले कुन भयो त्यसैले खेनबियर भनेको छ है। खन्बियर भनेको त लोता रहेछ। एन्सर चाहिँ हाम्रो कतिको भयो अहिले चाहिँ 4 को भयो भन्ने कुरा बुझ्नु पर्यो है त। ल त्यसमा हामी 4 मा एकचोटी हेरौं। 2 मा 2 ले के भन्छ हेरौं। 2 मा पहिला यो मान्छेले सबभन्दा पहिला के गर्छ चट्टान खोप्दैछ। के गर्छ यी अघि भने चाहिँ हामीले ठुलो ड्रिल हो। यो ठुलो ड्रिलले के गर्छ चट्टान खोपिरहेको रहेछ। त्यसमा एकचोटी हेरौं के भन्छ हैन। ल चट्टान खोपिरहेकोले के भन्छ त्यो थाहा हुनु पर्यो है तपाईलाई मेन चाहिँ। ल त्यसै फोग्याको साल्छिहादा भनेको विस्फोटको लागि जडान गर्दैछ। जस्तै कि त ब्लास्ट गर्नको लागि त जडान गर्दैछ भनेको छ। विस्फोटको लागि जडान गर्नु है। ल विस्फोटको लागि जडान गर्नु। विस्फोटको लागि माइनहरु जडान गरिरहेको थियो नि, हो त्यही हो भनेको छ। अर्को फावय खुमाउल थुल्ता। फाव भनेको चट्टान के रे चट्टान। चट्टानमा पाल पार्नु। चट्टान के भने पाल पार्नु। अरमा सक्थानुल फ्या ओलिदा भनेको त अब कोइला खनेर निकाल्दैछ। कोइला खनेर निकाल्दैछ रे। अरु योङ भने वेल्डिङ। यो त तपाईलाई थाहा भएको कुरा हो वेल्डिङ। ल त्यसमा एन्सर के चाहिँ हो त एकचोटी हेर्नुस् त। विस्फोटको लागि जडान गर्दैछ कि कोही तारहरु जोड्दैछ कि उसले माइनहरु बिछाउँछ नि बाटो बनाउने ठाउँमा, हो चट्टानहरु के हो त पड्काउनको लागि अथवा के त्यसलाई विस्फोट गराउनको लागि। भनेपछि अब एकको मिल्यो कि मिलेन। हो मिलेन एकको पनि। फावय भनेको चट्टानमा, खुमाउल थुल्दा भनेको त पाल पार्दै रहेछ। यसमा त माइनहरु उसले विस्फोटक पदार्थहरु जडान गरेर पड्काउने काम गर्न लागेछ। अझै एन्सर कति छ 2 मा कोइला खनेर निकालेको होइन, यो कोइला खनिरहेको होइन है। यो चाहिँ के गर्छ तपाईको ठुलो ड्रिलले के गर्छ यसले चाहिँ खोपिरहेको छ। त्यसै ओइलिङ पनि होइन। एन्सर अहिले कति भयो 3 को चाहिँ के रे 2 को चाहिँ एन्सर भयो भन्ने कुरा बुझ्नु पर्यो। ल बुझ्नुहुन्छ। ल त्यसमा अब हामी जान्छौं 3 मा हेरौं। 3 ले भनेको छ थम छिर्मने थपछिप्छ दिएको प्रश्नमा जवाब दिनुस् भनेको छ। थम थनवा दिएको शब्दावलीसँग खन्केनु सम्बन्ध भएको खास कुरा चाहिँ मुसिबिका के हो रे। दिएको शब्दावलीसँग सम्बन्ध भएको कुरा के हो भन्छ। ल यो केरा भन्ने के भन्छ त त्यसै फुटाउनु के हो रे फुटाउनु रे। त्यसै एकचोटी हेरौं के भन्छ फुटाउनु। ल त्यसमा एकचोटी हेरौं फुटाउनु भन्ने भयो
रेलवेल कल्दा भनेको यसो लिकहरू बिछाउँछ नि रेलको हामीले कोइला खनीको पढाएको छ होइन तपाईँहरूले कोइला खनीमा जाने यस्तो यस्तो बाटो छ नि यसको लागि लिकहरू बिछाउनु अथवा के बाटो बनाउनु है रेलको बाटो बनाउनु टल्लीहरू गुडेर जानलाई तपाईँ कोइला खनी छ नि हो त्यसमा रेलको बाटो बनाउनु भन्ने भयो अर्कोमा सक्थान फुसो आधा भनेको कोइला फुटाउनु के अरे कोइला फुटाउनु रहेछ त्यसपछि हेर अर्कोमा फड्याकुल खोल्ला निरा भनेको तपाईँको फोहोर अथवा अनावश्यक वस्तु निकालेर फाल्नु फोहोरहरू है यो चाहिँ ल वस्तु छानेर निकाल्नु भनेको रहेछ अब अर्को छ के छ हेरौ छिजुर सेउदा भनेको के हो खम्बा ठडाउनु अथवा तपाईँ टेको भन्दैनुहुन्छ खम्बा भन्नुहुन्छ पिलर भनिन्छ है माथिबाट भत्किन्छ भनेको टेकोहरू के अरे टेको अथवा कोही ठाउँमा खम्बा भन्छ टेको के अरे सेउदा भनेको ठडाउनु टेको के अरे टेको ठड्याउनु त्यसपछि के चाहिँ होला एक्चुअली हेर्नु त खेदा भने फुटाउनुसँग चाहिँ उस्तै कुरा भनेको छ अब के हो त्यसो भए हेरौँ त खेदा फुटाउनु केसँग भयो त त्यसो भए हेरौँ फुटाउनु भनेपछि अब रेलको बाटो बनाउनु भएन त्यसको एन्सर के रहेछ कोइला फुटाउनलाई के भन्छ अर्को के हो त केदा अथवा के भन्छ त्यसो भए फुसो आधा भनेको फुटाउनु रहेछ है त त्यसो अनावश्यक वस्तु छानेर फाल्नु पनि भएन अनि टेको ठडाउनु पनि भएन एन्सर कति भयो त्यसो अहिले चाहिँ 2 को एन्सर भयो भनेर बुझ्नु पर्यो है त ल त्यसमा अब अर्को 4 मा एकचोटि हेर्दै गर्नुस् त के चाहिँ होला त 4 को पनि ल एकचोटि हेर है त ल 4 को तपाईहरुले पत्ता लगाउँदै एकचोटि पहिला अनि मात्र म भन्छु ल पत्ता लगाउनुस् पढ्नु एकचोटि ल 4 ले भन्छ थाम थाना ए देको शब्दौलेको फिचु थान भनेको उस्तै भनेको के रे उस्तै मारुन भनेको कुरा चाहिँ मसिमिका उस्तै कुरा भनेको है थोसे खादा भनेको रङ लगाउनु अथवा कलर गर्नु अथवा रङ लगाउनु हुन्छ छेदन खादा भनेको काट्नु ए नाप्नु सरी है के रे नाप्नु छलदान चाहिँ काट्नु नाप्नु याममा आधा चिल्ल्याउनु अथवा के हो त तपाईको पोलिसिङको काम गर्नु अर्कोमा फुन्सा आधा छर्कनु के रे फुन्सा आधा भनेको के हो त छर्कनु पानीहरु यताउता छर्कनु छर्किनु भन्दैन छ छर्कनु भने कोही ठाउँ छर्कनु भन्छ कोही ठाउँ छर्किनु भन्छ है छिरादा भनेको रङ लगाउनु है फेरि छिरादा भनेको रङ लगाउनु नै हो ल एन्सर पत्ता लगाउनु भयो के रहेछ त्यसले थोसे खादा रङ लगाउनु छिरादा भने रङ लगाउनु उस्तै भनेको छ एन्सर कति रहेछ साबनको हाम्रो एन्सर भयो भन्ने कुरा बुझ्नु पर्यो है त ल बुझ्नुहुन्छ यति ल त्यसमा हामी जान्छौँ अब 5 मा के छ एकचोटि हेरौँ ल 5 मा छ यो पत्ता लगाउनु चाहिँ ग्रामर एकदम राम्रो हुनुपर्छ थाउमचुङ भनेको दिएको मध्ये मिचुलचिन भनेको अन्डरलाइन गरेको फुबुनी भागमा मानुन गसुल मिल्ने कुरालाई छान्नुहोस् दिएको मध्ये अन्डरलाइन गरेको फुबुनी भागमा मिल्ने कुरा छान्नुहोस् भनेको छ अन्डरलाइन गरेको ठाउँमा मिल्ने कुरा छान्नुहोस् भनेको छ यसको मतलब ग्रामेटिकल एकदम हेर्नुपर्छ तपाईले के हेर्नुपर्छ ग्रामेटिकल हेर्नु पर्यो त्यसमा पसरोल थासा हे साए छुल्गुन हे हो बस चढेर कम्पनीमा जान्छु मिल्यो कि मिलेन भन्नुस् त मिलेन के भयो मिल्थ्यो यसलाई थागो भए त मिल्थ्यो के हुन्थ्यो थागो पसरोल थागो भने चाहिँ मिल्थ्यो थासा हुँदैन त्यसमा यो के भयो क्यान्सल भयो 2 मा हेरौँ सुरुल माछा छ उन्जन हालचुल मुल्लायो भनेको छ अब रक्सी पिएर चाहिँ के ड्राइभ गर्न आउँदैन मिले त मिलेन अब उन्जन हालचुल मोथ्यो गर्न सक्दिन भने चाहिँ मिल्थ्यो अब पिएर ड्राइभ गर्न आउँदैन झन् पिएपछि मान्छेले सुर धेरै चल्छ त्यही भएर यो पनि मिलेन अर्कोमा हेरौँ के छ अब हाङको रोल फेउराको सेन्थाए खासे हो र्याको र उर्याकोमा अरूलाई आदेश दिनु मिल्दैन है सिक्ने विचारले आफूले मात्र भन्ने मिल्छ अरूको विचारले भन्नु मिल्दैन कोरियन भाषा सिक्ने हो भने सेन्टरमा जानुहोस् त्यसो यो पनि के भयो इन्टो भयो अर्को फाङ्मुल गर्ने भनेको संग्रहालयमा उम्सिक मुरुल भनेको खानेकुरा है संग्रहालयमा खानेकुरा फानी फाल्सो अप्सयो
लान पाइँदैन हो कि हैन ल संग्रहालयभित्र खानेकुरा के अरे भित्र छिराउन पाइँदैन अथवा लान पाइँदैन भनेको है लान पाइँदैन अझ सकिँदैन लान पाइँदैनको मतलब के लान सकिँदैन भने है लान सकिँदैन यसको मतलब के छ निषेध छ यता चाहिँ के हो लग्यो भनेको त तपाईको सकिँदैन अथवा निषेध छ भनेको है ल एकचोटि हेर पसुरल थाहा छ हुँदैन थाहाको हुनुहुन्छ जहिले पनि थाहा छ हुँदैन है के हुन्छ जहिले पनि थाहाको हुन्छ त्यही भएर यो के भयो मिलेन सुरुल भाषा छ उन्जन हाल्छौँ बोल्ला रक्सी पिएर चाहिँ नजानेको भन्ने होइन नजाने नसिकेर पनि नजाने हैन पिएर चाहिँ के चाहिँ चलाउन सक्दैन कि चाहिँ धेरै स्पिड चलाउँछ भन्ने कुरा हुनु पर्थ्यो अब फेउर यहाँको अरूलाई आदेश दिनुभयो सेहो भनेको अरूलाई आदेश दिन मिल्दैन यो आफ्नो मात्रै विचारलाई प्रयोग गर्छ आफूले मात्र प्रयोग हुन्छ है र्यागो उड्यागो भनेको जहिले पनि आफूलाई मात्र प्रयोग हुन्छ त्यही भएर अरू मान्छेलाई आदेश दिने मिल्दैन त्यसमा एन्सर कति भयो हाम्रो अहिले चाहिँ कति भयो एन्सर चाहिँ 4 को भएछ कतिको भयो 4 को भयो ल फाङमुल गर्ने भनेको त संग्रहालयमा उम्सिङ गुरुल भन्ने खानेकुरा चाहिँ फानी फाल्सो अप्सनको लान पाइँदैन ल बुझ्नुभयो ल 6 मा हेरौँ त्यसो भए हेरौँ थम थनाए दिएको शब्द ओलीको फान्दे भनेको उल्टो विपरीत भनेको के अरे विपरीत उल्टो अथवा विपरीत भनेको है ल विपरीत मारौँ भनेको कुरा भनेको विपरीत कुरा छान्ने है विपरीत कुरा के हो त भन्दो रहेछ दिएको शब्दको विपरीत कुरा के भन्छ त्यसो भएर संसुबु भनेको रे अगाडिको भाग के हो रे संसुबु भनेको चाहिँ के रे अगाडिको भाग तपाईले पढ्नु भयो नि त पानी जहाजको थियो नि त पानी जहाज यस्तो खालको थियो कुन च्याप्टरमा हेर्नु है पानी जहाज यस्तो खालको पानी जहाज थियो है अनि पानी जहाजको चाहिँ यो अगाडिको भाग र पछाडिको भाग भन्ने कुरा थियो बीचको भाग पनि थियो हैन हो तपाईले किताबमा पढ्नु भयो हेर्ने अगाडिको भाग पछाडिको भाग बीचको भाग कुनले इङ्गित गरेको छ हेर्ने यो तीनटामा कुनले इङ्गित गरेको छ हेर्ने है र अगाडिको भाग छ संसुबु अब त्यसको अब ठ्याक्कै चाहिँ अब त्यसको के हो त अब चाहिँ के हो त पछाडिको भाग भन्नु पर्यो सन्निभु भनेको चाहिँ के त पछाडिको भाग रहेछ पछाडिको भाग छुङयाङबु भनेको मध्य भाग अथवा बीचको भाग भनेको मध्य भाग अथवा बीचको भाग ल अर्कोमा के छ छोथा सिल भनेको क्याप्टेन बस्ने छ नि क्याप्टेन अथवा चलाउने कोठा क्याप्टेन बस्ने कोठा क्याप्टेन कोठा अथवा ड्राइभर हो क्या त्यो चलाउने क्याप्टेन कोठा अथवा क्याप्टेनले चलाउने कोठा क्याप्टेन बस्ने ठाउँ हो अर्को खाप्पान भनेको माथिल्लो भाग है ल अहिलेको नयाँ बुकमा तपाईले पानी जहाजको कहाँनिर छ एकचोटि हेर्नु है पानी जहाजको कुरा आएको रहेछ कुरो बुझ्नुभयो माथिल्लो भागलाई के भन्छ क्याप्टेन कोठालाई के भन्छ मध्य भागलाई के भन्छ र अगाडि भागलाई के भन्छ त्यसमै उल्टो भनेछ अगाडिको भागको उल्टो भनेपछि कुन होला त एन्सर त सिधा आइसक्यो होला त एन्सर कुन होला त कुन होला हो 1 को है गुड ल एन्सर आइसक्यो 1 को रे ल नभए स्क्रिनशट गर्ने मजाले हेर्ने तपाईको बुकमा छ होला यो है मजाले हेर्दै गर्नु पर्यो खासै गाह्रो छैन यो कुरालाई गाह्रो मान्नु भएन नर्मली कुराहरु यो ल अब जाउँ 7 मा के छ हेरौँ 7 देखि 8 ले भनेको छ फिङ खाने खाली ठाउँमा थुरगाल जाने वा छिर्ने खजाङ अलमाजो सबैले मिल्ने खसुल कुरालाई खोरसिप्सियो छान्नुस् रे ल खाली ठाउँमा जाने वा छिर्ने सबैले मिल्ने कुरा छान्नुस् भनेको छ ल आगुङले भनेको छ नोटबुक चोमफिल्य झुल्सु इसयो नोटबुक भनेको ल्यापटप चोम कृपया फिल्ल्या जुल्सु इसयो सापडी दिन सक्नुहुन्छ भनेर आगुङले मधुलाई सोधेछन् ल नोटबुक भनेको ल्यापटप चाहिँ कृपया सापडी दिन सक्नुहुन्छ भनेर कसले सोध्यो आगुङले सोध्यो माधुले भन्छ छोसिमेसा होशियारी गरेर सुगो प्रयोग गरेर थोल्या जुसियो फिर्ता दिनुहोस् छोसिमेसा भनेको होशियारी गरेर है होशियारी गरी भन्दैन भयो होशियारी गरी त्यस प्रयोग गरेर वा चलाएर ल प्रयोग गरेर फिर्ता दिनुहोस् है भन्छ फिर्ता दिनुहोस् भनेको रहेछ है ल भनेपछि अब त्यसलाई कि नदेला त होशियारी गरेर प्रयोग गरेर फिर्ता दिनुहोस् भनेपछि त्यसलाई कि नदेला त हो नोटबुक चाहिँ कृपया सापड दिन सक्नुहुन्छ भनेपछि चाहिँ माधुले होशियारी गरेर प्रयोग गरेर फिर्ता दिनुहोस् है भनेर भनेको छ त्यसमा के होला त्यसमै फिल्ल्या थिरुल सुनुन अप्सस सापड दिन चाहिँ नसक्ने भएर के अरे सापड दिन नसक्ने भएर होशियारी गरेर प्रयोग गरेर दिनुहोस् एन्सर पत्ता लगाउने तपाईको काम नोटबुकी ल्यापटप अन्जे खोजाङ नानुन्जी कहिले बिग्रिया हो के अरे ल्यापटप कहिले बिग्रिया हो होशियारी गरेर प्रयोग गरेर फिर्ता दिनुहोस् भयो त्यस फिल्ल्या थुरुन गन भनेको सापड दिने कुरा चाहिँ अरबची आनन्दे गाह्रो त छैन सापड दिनलाई त केही गाह्रै छैन
होसियारी गरेर प्रयोग गरेर दिनुहोस् भन्यो। यसले नोटबुक भनेको ल्यापटप चाहिँ सानुनगत बोधा भने किन्ने कुरा भन्छ चाहिँ, ल्यापटप चाहिँ किन्ने कुरा भन्दा चाहिँ होसियारी गरेर प्रयोग गर्नुहोस् अनि फेरि दिनुहोस् भन्यो। ल एन्सर पत्ता लगाउनु नि त के चाहिँ हुँदैछ त्यसो भए। अब ल तपाईँको एन्सर चाहिँ पहिला तपाईँले पत्ता लगाऊ अनि म भनिदिन्छु के होला भन्नुहोस् त। हो त्यसो के हुन्छ, आगुङले भनेछ ल्यापटप कृपया सापट दिन सक्नुहुन्छ भन्यो। अब के त सापट दिन चाहिँ नसक्ने भएकोले फिर्ता गरी के अरे होसियारी गरेर प्रयोग गरेर फिर्ता दिनुहोस्। अब उसले नदिएपछि अब कसरी फिर्ता दिनु त होइन, उसले सापटको लागि दिएकै छैन, साथीले पठाएकै छैन, अनि यहाँ के त फेरि प्रयोग गरेर फिर्ता दिनुहोस्, कसरी प्रयोग गरेर फिर्ता दिने त होइन, उसले पठाएको छैन, एक त दिन नसक्ने भनेपछि मिलेन। नोटबुक अन्जे खोजाङ नान्जी नोटबुक ल्यापटप कहिले बिग्रिया हो, होसियारी गरेर प्रयोग गरेर बिग्रिया त मिलेन होइन, बिग्रेको होइन, बिग्रियो भने त किन सापट लिँदैन। त्यसो के रहेछ फिल्ले थुरिनिङको भनेको सापट दिने कुरा चाहिँ अरेप्ची आनन्दे गाह्रो चाहिँ छैन, मैले तपाईँलाई दिन त सक्छु होइन, सापट दिने कुरा चाहिँ मलाई खासै गाह्रो छैन, तर होसियारी गरेर तर पनि जनाउँछ, के जान्छ तर है, र सापट दिने कुरा चाहिँ गाह्रो छैन तर होसियारी गरेर प्रयोग गरेर फिर्ता दिनुहोस् है त भनेको रहेछ है त। त्यसको एन्सर कति भयो, सम्बन्धको भयो। अर्कोमा नोटबुक सानुनगत बोधा भनेको रे ल्यापटप किन्नु भन्दा चाहिँ होसियारी गरेर प्रयोग गर्नुहोस्। अब उसले त फिर्ता दिन सक्छौ कि भनेर सोध्यो नि त, यहाँ त किन्ने भनेको छ त छैन, त्यही भएर के हो त एन्सर कति भयो चाहिँ दिन चाहिँ गाह्रो चाहिँ छैन तर होसियारी गरेर प्रयोग गरेर फिर्ता दिनुहोस् है भनेको रहेछ है त। ल त्यसो भए 8मा एकचोटि हेरौँ न त होइन। 8ले भन्छ छिनन सुमारे गत सप्तान्तमा के अरे गत सप्तान्तमा छिङ्गुवा साथीसँग थोसक गर्ने खास सुविधा भनेको के अरे लाइब्रेरीमा गए, थोसक भनेको लाइब्रेरी रहेछ है, त्यसो गर्छ एमबिसी यो चाहिँ लाइब्रेरी है, लाइब्रेरीमा गए रे, लाइब्रेरीमा गए भनेको छ है। ल गत हप्तामा साथीसँग लाइब्रेरीमा गए खुरन्दे तर हाक्सेङ थुम्यङी विद्यार्थी 2 जना खुन सोरिरो भनेको ठुलो आवाजमा के अरे ठुलो आवाजमा विद्यार्थी 2 जना ठुलो आवाजमा डर छ छेगुल इल्गुल्सु अप्सस सुमिदा किताब पढ्न अप्सस सुमिदाको कुन रहेछ पास्ट टेन्स, किताब पढ्न सकिएन भन्नु पर्यो, के अरे किताब पढ्नै सकिएन भन्नु पर्यो है। ल किताब पढ्नै सकिएन भनेको रहेछ। अझ हेरौँ गत हप्तामा छिनन सुमारे गत हप्तामा छिङ्गुवा साथीसँग थोसक गर्ने खास सुन्दा लाइब्रेरीमा गए अथवा किताबहरू निकालेर पढ्ने ठाउँमा गए खुरन्दे तर हाक्सेङ थुम्यङी विद्यार्थी 2 जना खुन सोरिरो ठुलो आवाजमा डर छेगुल इल्गुल सुम्दा किताब पढ्न अप्सस सुम्दा सकिएन। हुन्दुलस भनेको हुन्दुल्दा भनेको हल्लाउनु, के अरे हल्लाएर। अर्को फुरास भनेको खोलेर मुक्त गरेर भयो, थुरास सुनेर, तदुरस हल्ला गरेर। ल एन्सर तपाईँलाई आइसक्यो होला त, किन त हो कारण भन्यो नि त होइन। गत सप्ताहन्तमा साथीसँग लाइब्रेरीमा गएको थिएँ तर विद्यार्थी 2 जनाले ठुलो आवाजमा के गरेर चाहिँ किताब पढ्न सकिएन रे। अब किताब के हो त ठुलो आवाजमा हल्लाएर, ठुलो आवाज हल्लिने हुन्छ त, ठुलो आवाजमा खोलेर, के त ठुलो आवाजमा खोलेर सुनेर पनि भयो, त्यसो भए त तदुल्दा पनि हो हल्ला गरेर ठुलो आवाजमा 2 जना विद्यार्थी गएर है हल्ला गर्दैछ अनि उसले पढ्न चाहिँ सकिएन भन्ने एन्सर रहेछ। कति रहेछ सा भन्छ एन्सर रहेछ भन्ने कुरो बुझ्नु पर्यो है त। ल 9मा एकचोटि हेरौँ। 9ले भनेछ थोङ्न्यो न्यो सहकर्मी चाहिँ के अरे सहकर्मी चाहिँ हाङ्गुक रोल कोरियन भाषा छालमो थाम्निदा राम्ररी के अरे बोल्न सक्दैन भनेको छ है। एकचोटि हेर्दै गर्नु त एन्सर कुन चाहिँ हुन्छ एकचोटि हेर्नु त। ल मजाले फरफर पढ्नु। ल एन्सर के रहेछ भन्नुहोस् त्यसो भए। गुड। यसले भन्छ थोङ्न्यो न्यो सहकर्मी चाहिँ हाङ्गुको रोल छाल म थाम्निदा राम्ररी बोल्न सक्दैन खुरेछ, त्यसैले आरुन्दुल्के ठुलो बडालाई कसलाई रे ठुलो बडालाई, त्यसैले ठुलो बडालाई डर सिल्सुगा भनेको गल्ती भनेको रे गल्ती, छाजु भनेको प्राय गल्ती प्राय,
त्यसभए हाम्निदा गर्छ छानु म चाहिँ थोङ्नुएगे सहकर्मीलाई म चाहिँ सहकर्मीलाई अरुन्दुल्के ठुलो बडालाई सायमानुन मारुल भनेको प्रयोग गर्ने कुरा चाहिँ खारु छिकुसुन्दा सिकाउँदैछु के अरे सिकाउँदैछु अथवा सिकाइरहेको छु रे अझै थोङ्नुनु भनेको सहकर्मी चाहिँ हाङ्गुको रोल कोरियन भाषा छालमत हामीदा राम्ररी बोल्न सक्दैन यदि छाल र मोतसँगै आयो भने त राम्ररी गर्न सक्दैन भन्ने हुन्छ के अरे फरक फरक आयो भने सँगै आयो भने फेरि के हो तपाईँको गल्ती भन्ने हुन्छ यहाँ चाहिँ छालमत फरक छ त्यही भएर सहकर्मी चाहिँ कोरियन भाषा राम्ररी बोल्न सक्दैन त्यसैले ठुलो बडालाई गल्ती प्राय गर्छ म चाहिँ सहकर्मीलाई ठुलो बडालाई प्रयोग गरिने कुरा सिकाइरहेको छु रे त्यसो के चाहिँ गर्छ त साथीले प्राय गर्छ भनेर के अरे साथीले चाहिँ गल्ती प्राय गर्छ के अरे गल्ती प्राय गर्छ रे हेरौँ है त इन्सानु भनेको अभिवादन गर्ने गल्ती अभिवादन गर्ने गल्ती गर्दैछ कि फान्माल ठाडो भाषा बोल्ने के अरे ठाडो भाषा बोल्ने गल्ती गरे हो कि हैन छराएर ढोक्ने गल्ती हो कि सोनुल हुन्दिनु भनेको हात हल्लाउने के अरे हात हल्लाउने गल्ती ल एकचोटि हेर्नु है ठुलो बडालाई हात हल्लाउने गल्ती गर्छ कि अनि उसले सिकाउँदैछ कि अब ढोक्छ त मान्छे ढोक्ने गल्ती हो कि ठाडो भाषा बोल्ने हो कि अभिवादन गर्ने गल्ती चाहिँ गर्दो रहेछ र त्यसको एन्सर कुन भयो राइट एन्सर चाहिँ के रहेछ अभिवादन गर्ने चाहिँ होइन रहेछ उसले के भयो भाषा सिकाउँदैछु भनेर यी प्रयोग गर्ने भाषा भनेपछि अब इन्सा गर्ने भयो त त्यसको के रहेछ फनमाल चाहिँ गर्दो रहेछ ल साथीले चाहिँ के हुँदा ठुलो बडाले के हुँदा ठाडो भाषा बोल्ने गल्ती धेरै गर्छ मैले सहकर्मीले के हुँदा ठुलो बडासँग प्रयोग गरिने भाषा सिकाइरहेको छु भाषा भन्ने कुरो बुझ्नु पऱ्यो है ल क्रियाकलाप भए चाहिँ के हुन्छ फेरि तपाईँको के हो त इन्सामा हुन्थ्यो यसरी झुक्किनुपर्छ यसरी के त ढोक्नुपर्छ ठुलो मान्छेले भन्थ्यो है ल 9 मा हेरौँ नयाँ बुकमा हेर्नु है तपाईँहरूको यो चिनाले के जनाउँछ भनेको छ थम छिर्मने थपसिप्यो दिएको प्रश्नमा जवाब दिनुहोस् भनेको छ यी फ्योजिनो यो सङ्केत चाहिँ मुसुन्तो चिम्का के को अर्थ हो रे यो सङ्केतले के को अर्थ दिन्छ एकचोटि यहाँ हेरौँ यो यस्तो सङ्केतले काटेको छैन भने चाहिँ कुरो बुझ्नु पऱ्यो नेपालीमा यो पी पनि यस्तो आयो भने के हो सङ्केत थाहा छैन तपाईँहरूलाई होइन पी छ यसलाई काट्यो भने के हुन्छ यस्तो पनि थाहा हुनु पऱ्यो काट्यो भने हुन्छ काट्यो भने के हुन्छ यो काटेको छैन है त्यसो भए हेरौँ यी थोङ्नुल इयोङ हसिप्सियो यो बाटो प्रयोग गर्नुहोस् भने यसले चाहिँ अब हेरौँ ख्याङजागुल ओलिस्यो हरन बजाउनुहोस् हुन्छ नि गाडीको हरनहरू बजाउँछ होइन काहीँ तपाईँको घुम्तीतिर काहीँ ठोकिन्छ भने हरन बजाउनुपर्छ कुरो बुझ्नुभयो हर्न बजाउनुहोस् हर्न बजाउनु पऱ्यो कि परेन पर्यो कोही मान्छेले सुनिन बाटो काट्छ हरन बजाउनु पऱ्यो त्यसो छामकुसियो भनेको बन्द गर्नुहोस् अथवा ताला लाउनुहोस् छामकुदा भनेको बन्द गर्नु अथवा ताला गर्नु बन्द गर्नुहोस् अञ्जन बेल्ट रोल सक्यौँ मास्यो सुरक्षित के अरे तपाईँको बेल्ट चाहिँ प्रयोग गर्नुहोस् भन्छ ल एन्सर भन्नुहोस् के हो त्यसो भए एन्सर त आइसक्यो होला भन्नुहोस् त के रहेछ सुरक्षित बेल्ट है प्रयोग गर्नुहोस् रहेछ एन्सर त आइसक्यो होला त सिधै आइगयो होइन हो सबैले मिलाउनु भयो यो त केही गाह्रो छैन त होइन के गाह्रो छ त छैन नि अनि सिधै के रहेछ त्यसमा अब सुरक्षित बेल्ट लगाउनुहोस् भन्ने अर्थ भएन यो त्यसमा मिलेन बन्द गर्नु पनि मिलेन हरन बजाउनु त्यस्तो हरन आउँछ त्यसलाई के त नकाटेको हुनु पऱ्यो फेरि काट्यो भए त मिल्दैन त्यसमा यो बाटो प्रयोग गर्नुहोस् यसको मतलब यो बाटोमा आवत गर्न पाइन्छ सुरक्षित छ भनेको नि यदि काट्यो भए चाहिँ के हुन्छ फेरि सुरक्षित छैन यहाँ हिडुल नगर्नुहोस् है भन्थ्यो है ल त्यसमा हामी जान्छौँ कुनमा 11 मा के रहेछ हेरौँ 11 ले के भन्छ एकचोटि है त थम ग्राफे त्यहाँ दिएको ग्राफको बारेमा सल्म्याङ्रो वर्णनद्वारा मानुन गसुल मिल्ने कुरालाई खुरसिप्स्यो छान्नुहोस् रे र दिएको ग्राफको बारेमा मिल्ने कुरालाई छान्नुहोस् भनेको छ है दिएको ग्राफको बारेमा वर्णन अथवा के अरे उल्लेखद्वारा चाहिँ मिल्ने कुरा छान्नुहोस् भनेको छ हाङ्गुक कोरियामा सेङसान हानुन उत्पादन गर्ने छदोङछा फ्युल भनेको गाडीको अनुपात रे फ्युल भनेको रे अनुपात ल कोरियामा उत्पादन गर्ने गाडीको अनुपात भनेको छ अनुपातमा सबभन्दा बढी उत्पादन हुने गाडी कुन रहेछ एकचोटि हेरौँ अनि सबभन्दा कम कुन रहेछ एकचोटि हेरौँ
ह्युन्डाई 자동차 हुन्डाई कम्पनी गाडी हुन्डाईको गाडी कतिमा 1 नम्बरमा रहेछ हो। 2 मा के छ बा रुनो खोरिया हो, रुनो खोरिया पनि दोस्रोमा आउँदो रहेछ रुनो खोरिया। अनि अर्को छ हाङगुक जिएम चाहिँ कति 3 नम्बरमा आउँछ जिएम। अनि किया मोटर किया छ नि, किया त नेपाल पनि थियो पहिला चाहिँ, अहिले चाहिँ छ कि छैन है किया कम्पनीको चौथोमा आउँदो रहेछ है। ल अहिले तपाईहरुको नयाँ बुकमा सबै यिनीहरु लेखेको छ कुन कुन के त भनेको छ, जम्मै एकदम चाहिँ हेर्नु पर्यो। ल एन्सर पत्ता लगाउन एकचोटी हेर्नु त। एकले भन्छ हाङगुक जिएम 210 छक्सुन्दा, हाङगुक कोरियन जिएम भन्ने गाडी चाहिँ दोस्रोमा कम छ भनेर, कममा दोस्रोमा छ रे। 2 ले भन्छ रुनो खोरिया हागो हाङगुक जिएम은 비슷합니다। रुनो खोरिया र हाङगुक जिएम चाहिँ उस्तै छ रे। 요즘은 키아 자동차는 이용하지 않습니다। आजभोलि किया मोटर प्रयोग गरिदैन रे। ह्युन्डाई 자동차는 제일 작게 생산합니다। सबैभन्दा कम गर्छन् है। ल कहिले हामी तलबाट पनि गर्दै जाउँ। त्यही ह्युन्डाई 자동차 भनेको ह्युन्डाई गाडी चाहिँ 제일 작게 सबैभन्दा कम, सबैभन्दा थोरै वा कम भन्छ है। 작게 भनेको रे थोरै अथवा कम उत्पादन गर्छ। ह्युन्डाई सबैभन्दा कममा छ रे हो। ह्युन्डाई 1 मा आयो, त्यही भएर यो के भयो मिलेन। 2 ले भन्छ 요즘은 आजभोलि चाहिँ किया 자동차 किया गाडी चाहिँ इ용हा지 않습니다। प्रयोग गर्दैन। किया छ कि छैन? छ त 4 मा त। प्रयोग नगर्ने हो त होइन, कम गर्छ भनेको। त्यसमै यो पनि मिलेन। 2 ले भन्छ रुनो खोरिया हागो हाङगुक जिएम은 비슷합니다। यो रुनो खोरिया र जिएम यो दुईटा सेम छ रे। यो 28 छ यो 30 छ। अब यो पनि के भयो मिलेन। सेम भए उस्तै हुनु पर्यो हैन। हो रुनो खोरिया र कोरियन जिएम चाहिँ गर्दा फिचर भनेको उस्तै छ भनेको छ, त्यही भएर नमिलेको है त। अर्को भएर हाङगुक जिएम 210 छक्सुन्दा, कोरियन जिएम चाहिँ छक्ता कहिले हामीले कम कहिले धेरैबाट हेर्नु पर्छ। छक्ता भने कमबाट हेर्नु पर्यो। सबभन्दा कम अब यहाँ चाहिँ धेरैमा चाहिँ 1 2 3 धेरैमा, अब थोरैमा चाहिँ थोरैमा सबभन्दा थोरै त किया चाहिँ थोरैमा 1 हो नि, अनि जिएम चाहिँ फेरि थोरैमा 2 हो नि, अनि रुनो खोरिया चाहिँ थोरैमा 3 हो भने अब त ह्युन्डाई जादोंचा के हो त थोरैमा 4 मा आउँछ। भन्छ कहिले हामीले कमबाट खोज्ने भन्ने पनि आउँछ है, हेर्नु होला झुकाउला फेरि। ल हाङगुक जिएम चाहिँ दोस्रोमा कममा त हो नि त, पहिलो कममा किया हो, दोस्रोमा हाङगुक जिएम हो कि नै हो। त्यसको एन्सर चाहिँ कति भयो 1 को भयो। हामीले धेरैबाट मात्रै हेर्ने हो भने कहिले त थोरैबाट पनि हेर्नुपर्छ। थोरैको 1 नम्बरमा भन्छ कियामा जान्छ, धेरैको 1 नम्बर चाहिँ हुन्डाईमा आउँछ के यसरी कुरो बुझ्नुभयो। र थोरैको 1 नम्बर कुन हो भन्छ कियामा आउँछ। किया हो नि सबैभन्दा थोरै नम्बर 1 मा त, अनि ह्युन्डाई चाहिँ धेरैको 1 हो, त्यसरी बुझ्नु पर्यो है त। ल 12 मा के छ हेरौँ। ल मजाले हेर्नु, बुझेन भने कमेन्ट चाहिँ गर्नु है, कमेन्ट गर्नु, नबुझिकन होस् भन्नु हुँदैन, एक्का एक मिनिट थाहा हुनु पर्यो। ल थाउमुलिलको भनेको छ दिएकोले पढेर मानुन गसो भनेको मिल्ने कुरालाई खोरसिप्स्यो भन्नाले छान्नुहोस् भनेको छ है। ल दिएकोले पढेर मिल्ने कुरालाई के भन्छ रे छान्नुहोस् भनेर भनेको छ है। दिएकोले पढ्ने मिल्ने कुरा छान्ने भनेको छ। कम्प्युटर खोयोग आने भनेको कम्प्युटर तालिम सम्बन्धी जानकारी, के अरे कम्प्युटर तालिम सम्बन्धी जानकारी रहेछ। त्यसो कति बजे कम्प्युटर सिक्ने हैन, कुनमा के कम्प्युटर सिक्दा ठिक हुन्छ, यस्तो कुराहरू रहेछ है त। त्यसमै हेरौँ मोचिब खिगान भनेको भर्ना अवधि, भर्ना अवधि कहिले कहिलेबाट भर्ना गर्ने त हैन, भर्ना अवधि रहेछ। भर्ना अवधि एकचोटि हेरौँ 8 महिनाको 11 गतेको 8 महिनाको 20 गते भनेपछि कति दिन हो त 10 दिन रहेछ। यसो हेर्दा 20 देखि 11 घट्यो भने 9 आउँछ नि, तर त्यस्तो होइन। 11 12 1 2 3 4 5 6 7 8 9 10, ल कति दिन रहेछ त्यसो भए 10 दिन। भर्ना चाहिँ कति 10 दिन रहेछ, 10 दिनसम्म भर्ना लिने रहेछ। खोयोग खिगान भनेको त तालिमको अवधि, मित भनेको र सिगान भनेको समय, तालिमको अवधि र समय कति बजेदेखि कति बजे भनेको छ। खुवल इरिल बुत्था 9 महिनाको 1 गतेदेखि, सिप इरवल इसिप साइल भनेको 9 महिनाको 11 देखि अनि 11 महिनाको 24 हुन्छ। कति महिना छ लगभग 9 महिना पुरै जाने भयो, 10 महिना पुरै जाने भयो, 11 महिना पनि लगभग कति 3 महिना, 3 महिना 3 महिनासम्म चाहिँ तालिम रहेछ। आइतबार आइतबार रहेछ है। ल आइतबार रहेछ। त्यो समय चाहिँ के रहेछ फेरि 1 बजेदेखि, यो चाहिँ दिउँसोको कति दिउँसो 1 देखि 3 बजे रहेछ हो। दिउँसो 1 बजेदेखि 3 बजेसम्म रहेछ। सिन्साङ फाङबा भनेको निवेदन गर्ने तरिका वा विधि कसरी त आफै जाने हो कि हैन, कम्प्युटरबाट गर्ने के अरे वेबसाइटबाट गर्ने कि। फाङमुन सिन्साङ भनेको के त तपाईको आफै प्रत्यक्ष जानु पर्यो, भिजिट गरेर है, भिजिट निवेदन भन्छ। तपाईँ आफै भिजिट गर्नु पर्यो, अरू मान्छे पठाएर भएन।
भिजिट गरेर के आवेदन गर्ने भनेको छ है। अरू मान्छे गएर पनि भएन, तपाईँ आफै जानु पर्यो। मुनुई भनेको त सोधपुछ साङ्दा भने परामर्श, सोधपुछ परामर्शको लागि फोन नम्बर पनि दिएको रहेछ। ल त्यसमा एकचोटि हेरौँ न त, ल पत्ता लगाउनुहोस् न एकचोटि के कुन चाहिँ हुन्छ एन्सर। अब मिल्ने कुरा भनेको छ है, मानन भने मिल्ने भनेको छ। ख्योयुगुन तालिम चाहिँ थुसिगान दोगान 2 घण्टा अवधिभर फाजुल सुन्दा लिन सकिन्छ अरे। तालिम चाहिँ 2 घण्टा अवधि लिन सक्छ भन्छ, तपाईँको विचारमा हेर्ने मिल्छ कि मिल्दैन। 2ले भन्छ ख्योयुगुन तालिम चाहिँ ओजने मान भनेको बिहान मात्रै फाजुल सुन्दा लिन सकिन्छ। 3ले भन्छ कम्प्युटर ख्योयुगुन भनेको कम्प्युटर तालिम चाहिँ मेल हामीले प्रत्येक दिन गरिन्छ, प्रत्येक दिन। 4ले भन्छ कम्प्युटर ख्योयुग सिनसाङ भनेको कम्प्युटर तालिमको निवेदन चाहिँ हान्दाल थोङान 1 महिना अवधिभर गर्न सकिन्छ भन्छ। एन्सर एकचोटि पत्ता लगाउनुहोस् त, तपाईँ कतिको मिलाउँदो रहेछ आफै हेरौँ। ल कुन चाहिँ हुनसक्छ हेरौँ त, कतिको मिलाउँछ हेरौँ। हेर्नुहोस् त सकेला कि नसकेला। ल त्यसमा एकचोटि हेरौँ है त। ख्योयुगुन तालिम चाहिँ थुसिगान दोगान 2 घण्टा अवधिभर गर्न सकिन्छ अरे हो। हेर्नुहोस् त 1 देखि 3 भनेपछि यो चाहिँ मिल्यो हो, 2 घण्टै रहेछ। तैपनि अब अरू पनि हेर्नु पर्यो फेरि हैन। ख्योयुगुन तालिम चाहिँ ओजने मान फाजुल सिन्दा, ओजन भने बिहान। अब यहाँ 13 बजे भने बिहान हो त होइन नि, त्यसो भए यो के भयो, मिलेन। 12 बजेपछि के भयो, दिउँसो। कम्प्युटर ख्योयुगुन मेल हामीले त कम्प्युटर तालिम चाहिँ दिनदिनै गर्छ। दिनदिनै कि आइतबार आइतबार भनेको छ त, आइतबार आइतबार मात्रै हो, त्यही भएर दिनदिनै होइन, आइतबार आइतबार मात्रै हो। अरू कम्प्युटर ख्योयुगुन कम्प्युटर तालिम चाहिँ तालिमको सिनसाङ निवेदन चाहिँ हान्दाल दोगन हाल सिस्टमदा 1 घण्टा अवधि के अरे 1 दिन 1 महिना कम्प्युटर तालिमको निवेदन चाहिँ 1 महिना अवधिभर गर्न सकिन्छ भन्छ हो। कति रहेछ, जम्मा 10 दिन हो है। तपाईँले सिनसाङ गर्ने त कति 10 दिन हो नि त, हो भन्न गर्ने कति 10 दिन हो, त्यही भएर यो मिलेन। एन्सर कति रहेछ आखिरमा, 1 नै एन्सर रहेछ भन्ने कुरो बुझ्नु पऱ्यो है त। ल बुझ्नुहुन्छ यति। ल त्यसमा अब हामी अर्कोमा जान्छौँ। ल 13मा एकचोटि हेर्नुहोस् त, 13मा हेर्नुहोस् एकचोटि। अहिले तल ल 13मा ल पढ्नु एकचोटि सरसर्ती पढ्नु त, कतिको सकेल कि नसकेल हेरौँ। ल हेर्नुहोस् त अब 13मा सकेल कि नसकेल ट्राई गरौँ। ल हेरौँ है त त्यसो भए। 13ले भन्छ फिङ खाने खाली ठाउँमा थुरगाल छिर्ने वा जाने खाजाङ अल्माजो सबैले मिल्ने खसुल कुरालाई खोरसिप्सियो छान्नुहोस् रे। खाली ठाउँमा जाने वा छिर्ने सबैले मिल्ने कुरा छान्नुहोस् भन्छ। उइसा भनेको डक्टरले भन्छ अधिक हान्छु होस्यो, कहाँ सन्चो छैन, कहाँ बिराम भयो भनेर डक्टरले सोध्यो। के भनेर सोध्यो, कहाँ सन्चो छैन, कहाँ दुख्यो भनेर कसले सोध्यो, डक्टरले सोध्यो। बिरामी चाहिँ माधु रहेछ, को रहेछ, माधु। माधुले भन्छ यरी नागो भनेको ज्वरो पनि आउँछ र ओन मोमी आफाइ भनेको शरीर के हुँदा पुरै दुख्छ। यसमा ज्वरो पनि आउँछ अनि दुख्छ भनेको है। ल ज्वरो पनि आउँछ अनि शरीर पुरै दुख्छ। फामेन राति चाहिँ खिचिम भनेको खोकी भनेको है। ल खोकी, खाम्गी भन्छ रुखा हुन्छ, त्यसमै राति चाहिँ खोकी डर छ। अझ हेरौँ डक्टरले के भन्यो, आधी कान्छो होस्यो, कहाँ सन्चो छैन त, कहाँ दुख्छ हो तपाईँको, कहाँ समस्या भयो होइन भनेर सोध्यो। के अरे कहाँ दुख्छ, कहाँ के भयो भनेर सोध्दो रहेछ। अब माधुले भन्छ यरी नागो ज्वरो पनि आउँछ अनि ज्वरो आएर शरीर आगो होइन है, ज्वरो पनि आउँछ। दुईवटा विशेषण भन्दा के हो त, गो लाउनु पर्छ। कुरो बुझ्नुभयो, सम्बन्ध नै छैन। ज्वरो आउँदै फेरि तपाईँ शरीरै दुख्छ भन्ने पनि छैन। के भएर ज्वरो पनि आउँछ अनि शरीर पनि दुख्छ। राति चाहिँ के अरे खिचिम भने खोकी चाहिँ डर आफू गयो, खोकी दुख्छ। खोकी त फुल गयो, खोकी के हुन्छ खुल्छ। अरू खोकी खु गयो ठुलो छ, खोकी सिंह गयो के हो त खोकी ग्रसित हुन्छ, ग्रस्त हुन्छ, च्याप्छ। ल एन्सर पत्ता लगाउनु नि त, कुन चाहिँ हो त्यसो भए भन्नुहोस् त। कुन भन्नु पऱ्यो त्यसो भए, गुड। त्यसो भए अब के हो त खोकी दुख्छ, खोकी के हो त अब नाक चाहिँ खुल्छ भन्ने मिल्थ्यो। त्यसो भए अब ठुलो छ है भन्ने मिलेन। त्यसो भए ग्रसित हुन्छ, खोकीले के हुन्छ ग्रसित पनि हुन्छ भनेको छ है। ल एन्सर कति रहेछ त्यसो भए, 7 एन्सर रहेछ भन्ने कुरो बुझ्नु पऱ्यो है त। ल 14मा एकचोटि हेर, 14ले के भन्छ हेरौँ।
छैगुनेर भनेको हाल चाहिँ के अरे हाल भनेको है हाल चाहिँ हाल आज भोलि भन्दैन हाल वैशिकी भनेको बाहिरी खाना बाहिर खान्छ छैन मान्छेले र बाहिरी खाना छुङ्गा आमेसँग भनेको बाहिर खाना वृद्धि हुँदै के अरे वृद्धि बाहिर खाना खाने वृद्धि हुँदै बढ्दै हामीले पनि अहिले बाहिर खाने कुरा धेरै खाने चलन छ नि त हो वृद्धि हुँदै थायाङान विभिन्न उम्सीगुल खानालाई छेगौँ हानुन सिक्ताङी भनेको उपलब्ध गराउने रेस्टुरेन्ट हैन विभिन्न खानाहरू उपलब्ध गराउने रेस्टुरेन्ट चाहिँ माना जेगु सुन्दा वृद्धि हुँदैछ धेरै हुँदैछ रे त्यसै फ्यानोरेले उहे भनेको सहजको लागि के रे सहजको लागि सहजताको लागि मान्छेहरू सहजताको लागि क्युस्को रोल भनेको क्युस्को भनेको हाम्रो एप छ नि एउटा पठाउबाट पनि अर्को भोज भन्नेबाट पनि खाना ल्याइदिन्छ हैन यस्तो एपहरू के त्यो एपलाई डट रुल छ सायङ हाया प्रयोग गरेर होमसिकल छुमुन हानुन भनेको खाना अर्डर गर्ने खागेका पसलहरू चाहिँ नुरा नागसँग वृद्धि हुँदैछ त्यो पसलहरूले खाना ल्याइदिनुहोस् त भाइ भनेर फोन गर्छ अरे हाम्रो पनि अहिले तपाईँको भोजहरू भयो पठाउ भयो अरू छ त थुप्रै एपहरू हो तिनीहरूले पनि खाना मगाउँछ नि हामीले हो पसलमा के त खाना पकाउन मिल्दैन यो खानेहरू ल्याइदिनुहोस् त भाइ भनेर हामीले पनि भन्छौँ त्यही भएर अब एकचोटि राउँ छैगुन हाल चाहिँ ओइसिकी भनेको बाहिरी खाना यसको मतलब घरमा तयारी नगरिकन बाहिरै मगाएर खान्छ नि रेस्टुरेन्टबाट होटलबाट हो बर्गर हाउसतिरबाट मगाएर खान्छ मान्छेले पिज्जा बर्गरहरू गुड छुङ्गा अनुसार वृद्धि हुँदै थायाङा विभिन्न ओम्सिगल खाना छेगौँ हानुन सिक्ताङी उपलब्ध गर्ने त्यो रेस्टुरेन्टमा चाहिँ फेरि खाना कहाँ खोज्ने होला भन्दा तपाईँको बुकिङ जहाँ आउँछ त्यहीतिर पनि तपाईँले किनेर लान सकियो त्यो खाना तपाईँको पठाउको कम्पनीले खाना त बनाउँदैन नि त खाना बनाउने भनेको त तपाईँको जुन नजिक छ त्यही बनाउने हो त्यहीबाट तपाईँ लिएर जाने मात्रै काम हो तपाईँको पठाउले तपाईँ पिज्जा बर्गर जम्मै बनाउँछ त बनाउँदैन नि उसले त अर्डर गरेर ल्याउँछ तर नजिकैको बर्गर हाउस अथवा के चाहिँ के यो चाहिँ गुड बेकरी हाउसतिरबाट लिएर जाने हो त्यही भएर के भनेको छ भन्दाखेरि उपलब्ध गराउने रेस्टुरेन्टहरू चाहिँ धेरै छ अथवा तपाईँलाई जोरपाटीमा चाहिँ खाना चाहियो भने जोरपाटी जुन नजिक छ त्यहीबाट उसले दिने हो लगन खेलबाट खाना ल्याउँदैनन् है फ्यानोइरल उहे सहजको लागि चाहिँ कियोस्को यो कियोस्को एप छ नि हो एप के हो अघि भनेर पठा भयो अनि अरू एपहरू सायङ हाया प्रयोग गरेर उम्सिगुल खाना चाहिँ छुमुन हानुन अर्डर गर्ने खागेका पसलहरू नुरना पसलहरू पनि अर्डर गर्छ यो खाना ल्याइदिनुहोस् भनेर मानव तपाईँ कपडा पसल भयो तपाईँलाई खाना मन लाग्यो भने के त अर्डर गर्नु पऱ्यो ल एक भनेको बुकिङ के अरे बुकिङ गर्ने खोजाङ भनेको प्याकिङ के अरे प्याकिङ वैशिक भनेको बाहिरी खाना उम्नेछ कि पेय पदार्थ अरे ल एन्सर पत्ता लगाउनुहोस् न के चाहिँ होला त्यसो अब कियोस्को लागि प्रयोग कियोस्को लागि के गर्ने त अब त्यसो भए कियोस्को भन्ने एपलाई के एउटा एप छ नि हो एपलाई चाहिँ पेय पदार्थलाई मिलेन एपलाई चाहिँ बाहिरी खानालाई प्रयोग गरेर बाहिरी खानालाई प्रयोग गरेर मिलेन बाहिरी खानालाई पनि भएन एपद्वारा चाहिँ प्याकिङलाई प्रयोग गरेर एपद्वारा चाहिँ बुकिङलाई प्रयोग गरेर के अरे बुकिङ गर्छ नि पहिला बुकिङ गर्छ बज्छ तपाईँको मोबाइलमा ट्याट बज्छ त हो त्यस्तै गरी बजेर क्या बजाएर सायङ हाया प्रयोग गरेर खाना के त अर्डर गर्ने पसलहरू पनि के हुन्छ अरे वृद्धि हुँदैछ बढ्दैछ भनेको रहेछ है त ल त्यसो अहिले एन्सर चाहिँ कतिको लाउनु पर्ने रहेछ त 1 को रहेछ भनेको बुझ्नु पर्यो ल 15 देखि 16 भनेको छ थम खुरु लिलगो देगो हरफलाई पढेर मोसे ध्यान के को बारेको खुरिन्जी हरफ हो खुरो सिप्स्यो छान्नुहोस् रे ल देगो हरफलाई पढेर के को बारेको हरफ हो छान्नुहोस् भनेको छ त्यसो खोङजाङ इना भनेको कम्पनी फ्याक्ट्री अथवा हैसा कम्पनीमा खोङजाङ भनेको फ्याक्ट्री अथवा हैसा कम्पनीमा चाहिँ छागा भाल्के भनेको काम गर्ने मान्छेमा धेरै भए तापनि काम गर्ने कुरा चाहिँ धेरै भए तापनि छेडेरो भनेको सहीसँग अथवा सही रूपमा सहीसँग छामगाम्दो हे आफ्ने चेक चार्ज पनि गर्नुपर्छ काम गर्ने मिसिन काम त धेरै व्यस्त छ पनि मिसिन होस् भने चलाइराख्नु हुँदैन तर सहीसँग के अरे मिसिनले पनि ख्याल गर्नु पर्यो आमुरी फप्पादो भनेको जतिसुकै व्यस्त भए पनि हैन जतिसुकै भनेको है जतिसुकै के अरे व्यस्त भए तापनि तब व्यस्त हो मिसिन व्यस्त भयो नि त सामान धेरै भएर व्यस्त भए तापनि छगप छने भनेको काम अघि है काम सुरु गर्नुभन्दा अघि चाहिँ कम भागे भनेको सावधानी पूर्वक एकदमै विचार पुर्याएर भनेको है ल
सावधानीपूर्वक अथवा एकदमै विचार पुर्याएर छमगम हेया देव चेक गर्नुपर्छ। एकदम सावधानी पुर्याएर चेक गर्नुपर्छ। 잘못하면 यदि गल्ती गर्यो भने यदि गल्ती भइदियो भने सागोको नाल्सीसँग दुर्घटना हुन सक्छ। तपाईले चेक गर्नु भएन एउटा के त खिल अथवा एउटा किला चाहिँ के त काहीँ चाहिँ भाँचेको छ भने के दुर्घटना भयो कि भएन भयो भन्न खोजेको है। एकचोटि अझ हेरौँ खोङजाङइना भने फ्याक्ट्री अथवा कम्पनी अथवा हेसा कम्पनीमा छगभाके भनेको काम गर्ने मान्छेमान धेरै भयो भने काम त धेरै भयो त भने छेदेरो सहीसँग छमगम हे हामीले चेक गर्नुपर्छ अरे। आमुरी भनेको जतिसुकै फाप्पादो व्यस्त भयो भने जतिसुकै व्यस्त भयो भने छगप छने काम अघि चाहिँ कोमकोम हागे भनेको सावधान हुने गरी चाहिँ छमगम हेया देऊ चेक गर्नुपर्छ। मेसिन चेक गर्नलाई के अरे छमगम हादा बिग्रेपछि बनाउनलाई सुरी र फोसु हुन्छ भने नबिग्रिँदै हैन अलिकति केही होला भनेर चेक गर्नलाई के गर्छ छमगम अथवा छङ्बी भनेर भन्छ है त। ल छमगम अथवा छङ्बी चाहिँ गर्नुपर्छ। 잘못하면 यदि गल्ती भइदियो भने चाहिँ सागोको नाल्सीसँग दुर्घटना हुन सक्छ। र के को बारेमा कुरो गरेछ एकचोटि हेरौँ है त। खिगे छिक्तोङ भएछ छक्तोङ हुनुपर्ने छ। यो छिक्तोङ भएछ छिक्तोङ होइन छक्तोङ। मेसिन सञ्चालन के अरे मेसिन सञ्चालनको बारेमा कुरो गरे हो कि अर्कोमा छुई सम्पर्क सावधानी कुरा हो कि सावधानी कुरा हो कि छम भने कुरा है कहिले कुरा कहिले बिन्दु पनि हुन्छ। सावधानी कुरा छमगम जम भनेको चेक जाँचको कुरा चेक जाँचको कुरा खिगे खागो भनेर मेसिनबाट प्रशोधन गर्ने मेसिनबाट प्रशोधन गर्ने है। प्रशोधन अथवा सामानहरू बनाउने भनेको प्रशोधन भनेको चाहिँ सामान बनाउने भनेको है। ल के को बारेमा कुरो गरे एकचोटि हेर्नुस् त। त्यसो भए मेसिन सञ्चालन हो कि सावधानी कुरा हो कि चेक जाँच कुरो गरे कि मेसिनबाट प्रशोधनको कुरो गरे त के को बारेमा हामी चाहिँ के गर्नुपर्छ है खतरा हुन्छ भनेको रहेछ त। मेसिन चलाउने भने त यसरी चलाउनुस् स्विच दबाउनुस् अलिकति त्यसपछि त्यो ह्यान्डल माथि गर्नुस् तल गर्नु भनेको छ त छैन। त्यसो अब एकचोटि हेरौँ सावधानी कुरा हो कि हैन। यदि गल्ती भयो भने तपाईको भोलि त दुर्घटना हुन्छ खतरा हुन्छ है विचार गर भने हो नि। छमगम छ भने चेक जाँच कुरा चेक जाँच मात्रै भनेको चाहिँ यहाँ चाहिँ चलाउने बेलामा जतिसुकै व्यस्त भए पनि अब चलाउने मात्रै चेक जाँच मात्रै हो त के त यहाँ चाहिँ के त चेक जाँच के जतिसुकै व्यस्त भए पनि पहिला के त सावधानीपूर्वक चेक जाँच गर्नुपर्छ। गल्ती भयो भने यहाँ त चेक जाँच मात्रै भएन गल्तीको कुरा पनि आयो त्यही भएर मिलेन। अरू के खानु मेसिनबाट प्रशोधन गर्ने सामानहरू यसरी प्रशोधन गर्नुहोस् उसरी प्रशोधन गर्नुहोस् त्यो मिलेन। एन्सर के हो त सावधानी कुरा अथवा खतरा होला है विचार गरेर भोलि दुर्घटना भयो भने त सकिन्छ त भन्ने कुरा चाहिँ गरेको रहेछ है त। ल त्यसो अब हामी जान्छौँ तल्लोमा एकचोटि स्वराले के भन्छ है स्क्रिनसट गर्ने नयाँ कुराहरू कमेन्ट गर्न सक्नुहुनेछ है। ल स्वराले भनेछ थोक्खो रेन्जी भनेको रे थोक्खो रेन्जी तपाईँले देख्नु भएको छ थोक्खो रेन्जी यस्तो खालको हुन्छ अनि यस्तो खालको अनि यो भित्र चाहिँ नटहरू हाल्दाखेरि यो तपाईँको यस्तो रेन्ज हो तपाईँको बुकमा होला है। अनि यहाँ भित्र चाहिँ तपाईँको रेन्ज चाहिँ दुलो ठ्याक्कै यहाँ छिर्छ अनि कस्न मिल्छ क्या चाहिँ यस्तो खालको केही पनि के त कस्नु पऱ्यो यस्तो थोकको रेन्जबाट ठ्याक्कै माथिबाट यो तपाईँको रेन्ज के अरे किला के अरे पेज किला। अब यसले चाहिँ टर्क रेन्जको चाहिँ मुख यस्तो ठुलो हुन्छ अनि यसले ठ्याक्कै मिलाएर कस्न सक्छ नि यसरी होइन ठ्याक्कै मिलाएको चाहिँ दाँती हुनु पऱ्यो यसरी गर्दा कस्नेवाला रेन्ज पऱ्यो है। थोको रेन्जी स्कुलमा भएको थोको रेन्जी छ भने त्यसो थोको खप्सुल भनेको थोकोको दाँती भनेको है दाँती। अब कोही तपाईँको 12 को हुन्छ कोही 13, 16, 18 जति पनि हुनसक्छ है। यो रेन्जहरूको साइज हुन्छ नि हो हाम्रो पनि दिएको साइज हुन्छ बोल्टको साइज के अरे बोल्टको साइज हुन्छ नि 12, 13, 17, 18, 21, 25, 27 जति पनि हुनसक्छ। त्यसमा अब थोको खप्सुल भनेको यसको दाँतीलाई मिरी पहिला नै सल्जङ हेसा भनेको सेट गरेर पहिला सेट गरेर ठ्याक्कै कुनमा मिल्छ हेरेर पोल्थुरोल बोल्थोलाई छोइल्सु इसयो कस्न सकिन्छ पहिला सेट गर्नु पर्यो नि। अब यहाँको दाँती यहाँको तपाईँको यो के अरे यो बोल्टको चाहिँ दाँती चाहिँ यो मानौँ मैले त्यतिकै लेखेँ मानौँ 15 छ अरे। अब तपाईँले थोको रेन्ज चाहिँ 18 को लिएर आयो 18 को लिएर आयो भने यो 15 को कस्न सक्छ सक्दैन त्यही भएर दाँती हेर्नु पऱ्यो दाँती कति गरेर छ हेर्नु पऱ्यो हो 15 को छ भने 15 ल्याउनु पऱ्यो थोको रेन्जको यो चाहिँ चेन्ज गर्न मिल्छ कि दाँती चाहिँ दाँती गएर सेट गरेर कस्न सकिन्छ अरे। खुरेको अनि थोम्यानुल फोम्यान्सा भनेको नक्सा हेर्दै यहाँ चाहिँ नक्सा भन्दै नि भयो। अब कोरियामा चाहिँ कस्तो यस्तो नक्साहरूमा यो बनाउनुहोस् भनेर दिया हुन्छ कि मानव यस्तो खालको सामान एउटा बनाउनु त भाइ भन्यो भने यस्तो खालको यहाँ 3 मिटर
अनि यहाँ 2 मिटर अनि यहाँ चाहिँ 1 मिटर यस्तो खालको बनाउनु पाइपलाई यसरी ठ्याक्क यति अथवा यति यो 3 मिटरको यो 2 मिटरको यो 5 मिटरको यसरी लेखेको चाहिँ के भन्छ नक्सामा लेखेको हुन्छ यसले के भन्छ थोबियन भन्छ अथवा गाइडलाइन भन्दैन भयो कम्पनीमा सामानहरू बनाउने गाइडलाइन हो है ल त्यसको गाइडलाइन अथवा नक्सालाई फोमियन्छ हेर्दा है थोकु खप्सुल भनेको त के अरे यो के भन्छ तपाईँको दाँती भनेको त थोकु रेन्चीको दाँतीलाई थोकु रेन्चीको दाँती भनेको के दाँतीलाई मन्ज पहिला पगिन हामीयन चेक गऱ्यो भने सोके सुन्दा राम्रो हुनेछ अरे यदि तपाईँको यो माथिको बोल्ट कति छ त्यसले हेर्नु पऱ्यो नि त यदि बोल्ट चाहिँ तपाईँको यो 12 छ भने तपाईँको थोकु रेन्चीको दाँती पनि 12 ल्याउनु पऱ्यो अब बोल्टको टाउको चाहिँ छ 12 तपाईँले थोकु रेन्ची ल्याउनु भयो 22 मिल्छ त अब मिलेन नि दाँतीलाई के गर्नु चेक गऱ्यो भने राम्रो हुनेछ भनेको नत्र मिल्दैन भाँच्न पनि सक्छ अथवा अलिअलि के त साइडको त्यो चाहिँ के त टाँस्न सक्छ थोकु रेन्चीको इन्स्ट्रुमेन्टको थोकु रेन्ची यो रेन्ज है बुकमै छ होला हेर्नु होला थोकु खप्सुल भनेको त दाँती के अरे यो थोकुको दाँती चाहिँ मिरी पहिला सल्चन यसमा सेट गरेर पहिला सेट गर्नु पऱ्यो नि त कतिको लाग्छ अनि मात्र फिक्स गर्नु पऱ्यो अनि मात्र घुमाउने त्यति घुमाउनु भएन सेट गरेर फुल थोरो बोल्टलाई सोइल सही भनेको कस्न सकिन्छ खुरीको अनि थोम्यालुल फोमियन्छ भनेको यो नक्सालाई हेर्दै थोकु खप्सुल भनेको त थोकु खप्सुल भनेको यसको के अरे दाँतीलाई मन्ज पहिला पगि नाम्यान चेक गऱ्यो भने छोके सही राम्रो हुनेछ अब यहाँ त खप्सुल त अरू बेला त मूल्य भन्ने पाउँछ त फेरि मूल्य हो त होइन नि यसको दाँती भनेको के अरे दाँती हेर्नु पऱ्यो है अरू बेला त मूल्य हो यहाँ चाहिँ के दाँती भन्नु पऱ्यो है त्यसो अब के को बारेमा कुरो गरेर एकचोटि हेरौँ थोकु भने औजार प्रयोग तरिका प्रयोग गर्ने विधि औजार प्रयोग विधि भनेको छ खिगे योङ फाप भनेको मिसिन प्रयोग गर्ने तरिका त्यसपछि इ र खोल्लन फाप काम छान्ने तरिका इ भने काम है खोल्ला त भने छान्ने तरिका रे छान्ने तरिका वा विधि भनेको छ अर्को थोकुरुल छङ्ने हानुन फङ फाप औजार व्यवस्थापन गर्ने औजार व्यवस्थापन गर्ने तरिका भनेको छ के को बारेमा कुरो गरेर एकचोटि हेरौँ औजार प्रयोग गर्ने तरिका हो कि मिसिन प्रयोग गर्ने तरिका हो कि त्यसपछि अब काम छान्ने तरिका हो कि औजारले व्यवस्थापन गर्ने तरिका के को बारेमा कुरो गरेर एकचोटि भन्नुहोस् ल तपाईँको एन्सर पहिला भन्नुहोस् पहिला व्यवस्थापन भने त अब तपाईँको कहाँ हुन्छ अनि यो दाँतीहरू खोजे त भन्छ त मिलाएर राखे मात्रै भन्छ होला नि अनि काम चाहिँ यो काम गर्ने यो काम नगर्ने भन्ने हुनुपर्छ यो दुईवटा मात्रै हेर्नुहोस् अब तपाईँले जहिले पनि बुझ्छ थोकु रेन्ची औजार पर्छ कि मिसिन पर्छ हेर्नुपर्छ मिसिन हो कि औजार हो त्यो हो मिसिन भने कुनै पनि मोटरबाट अटोमेटिक घुम्ने मिसिन हो त यो होइन नि यो त तपाईँको थोकु रेन्ची भने यस्तो रेन्च हातले लगेर घुमाउने चिज हो त्यसको खिकेमा मिलेर के छ अब थोकु सहयोग फाप भनेको अरे औजार प्रयोग गर्ने तरिका जस्तै सुफेना मङ्सियाहरू तपाईँको त मिसिन हो कि औजार हो भन्नु मिसिन र औजारमा फरक हुन्छ है कुरो बुझ्नु होला मिसिन र औजारमा फरक हुन्छ मिसिन भने कुनै पनि अटोमेटिक रूपमा बत्तीले अथवा केहीले घुम्नेलाई मिसिन भन्छ औजारले भन्दैन हो तपाईँको हम्मर थोकुमा पर्छ कि खिकेमा पर्छ हो त्यो त थोकुमा पऱ्यो नि त हाते औजारमा पऱ्यो कुरो बुझ्नुभयो हो ल त्यति बुझ्यो भने हुन्छ ल 17मा हेरौँ त्यसको 17 देखि 18 के छ त्यही भएर औजार र मिसिन चाहिँ तपाईँले एकदमै मजाले पत्ता लगाउनु पऱ्यो केले औजार भन्छ केले मिसिन भन्छ त्यो थाहा हुनु पऱ्यो नि त राजा नत्र हुँदैन 17ले भन्छ हेरौँ थाम खुरु लिलको दिग हरफलाई पढेर के अरे दिग हरफलाई पढेर नियमका विशेषज्ञ खातुन गसल उस्तै कुरालाई खुरसिप्सियो छान्नुहोस् रे ल दिग हरफलाई पढ्ने अनि विशेषज्ञ उस्तै कुरा छान्ने भनेको छ हाङ्गुगे कोरियाको छदुङछ सनाबुन भनेको कोरियाको गाडी उद्योग चाहिँ के अरे गाडी उद्योग वा गाडी कारखाना चाहिँ हाङ्गुक ख्यङजे भनेको कोरियाको अर्थतन्त्रलाई छङसँग इगुल नुन भनेको के हुँदा वृद्धि के हुँदा यहाँ चाहिँ नेतृत्व गर्ने वृद्धिलाई आर्थिक वृद्धि है ल भाइ कोरियाको आर्थिक वृद्धि लेख्नु ल कोरियाको आर्थिक वृद्धि बढावा भनिन्छ वृद्धिलाई इगुदा भने नेतृत्व गर्ने लिड गर्ने भनेको नेतृत्व भनेको चाहिँ लिड गर्ने भनेको है नेतृत्व गर्ने छुङयोहान महत्त्वपूर्ण सनापचुङ भनेको उद्योग मध्ये ल सबैले लेख्नु पर्दैन होला नि हैन गाह्रो गाह्रो मात्र लेख्नु पर्यो ल महत्त्वपूर्ण उद्योग मध्ये अब कोरियामा तपाईँको गाडीले मात्रै नभएर अरूले पनि गर्दै गर्छ तर गाडी पनि एउटा हो गाडी पनि एउटा बेच्ने कम्पनी पनि महत्त्वपूर्ण उद्योग मध्ये हानाइ एउटा हो रे इचन इसिप साम्य 2023 सालको खिजुनो भनेको आधारमा 2023 सालको आधारमा
यसको आधारमा हांगुके कोरियाको छदोङछा सिजाङ भनेको गाडीको बजार, गाडी बेच्ने बजार के है। यसको आधारमा 2023 को सर्वेक्षणको अनुसार चाहिँ छमेरुन भनेको त यो चाहिँ हिस्सादार अथवा कोरियाको हिस्सादार भन्दिनु छ अथवा शेयर भन्दिनु भयो, हिस्सादार भन्नु पर्यो। यहाँ चाहिँ हिस्सादार, कोरियाको हिस्सादार इल्बोन, जापान, युरोप भ्याल्यु, छुङगुम भनेको चाइना, मिकुक इए भनेको अमेरिका पछाडि, मिकुक इए भनेको अमेरिकाको पछाडि। पहिला 1 नम्बरमा इल्बोन आउँदो रहेछ, 1 मा, 2 मा युरोप आयो, 3 मा चाइना आयो, 4 मा अमेरिका आएछ। कुन आएछ? अमेरिका। ये भनेको यो पछि चाहिँ सेगे विश्वको ओए भनेको 5औं भनेको छ, 5औं इम्ला भनेको 5औं स्थान हो रे। ल कोरियाको चाहिँ पहिला कति रहेछ? 2023 को सर्वेक्षणले के भन्यो भन्दा पहिला जापान हो, दोस्रोमा विश्वभरमा चाहिँ तपाईको गाडी उत्पादन गर्ने कम्पनीमा 1 नम्बर जापान हो रे, 2 मा युरोप हो रे, 3 मा चाइना हो, 4 मा अमेरिका, यसको पछाडि चाहिँ 5औं स्थानमा, विश्वको 5औं स्थानमा चाहिँ कोरिया हो रे भनेको रहेछ है। ल 2023 को सर्वेक्षणले के भन्यो? कोरिया कति नम्बरमा रहेछ? 5औं नम्बरमा चाहिँ गाडी उत्पादन गर्ने के एउटा तपाईको देश भनेर भनेको रहेछ। हांगुके कोरियाको छदोङछा होइसादुरुन गाडीको कम्पनीहरु चाहिँ, कोरियाको गाडी कम्पनीहरु चाहिँ मिरे भनेको भविष्यको, छदोङछा भनेको गाडी, भविष्यको लागि गाडी, किसुरिन भनेको प्राविधिक, त्यसपछि छङ्गीछा भनेको विद्युतीय गाडी, प्राविधिक विद्युतीय गाडी, ईभी भन्छ। अहिले नेपालमा पनि आइसकेको छ विद्युतीय गाडी, थाहा छ हो? ईभी इलेक्ट्रोनिक गाडी आइसक्यो त नेपालमा पनि अहिले, चार्जवाला के, पेट्रोल नहाल्नेवाला। कुरो बुझ्नुभयो? के भन्ने अब? ईभी भन्छ इलेक्ट्रिक भेहिकल हो। इलेक्ट्रिक भेहिकल भनेको विद्युतीय गाडी भनेको। कुरो बुझ्नुभयो? के अरे? विद्युतीय गाडी भनेको इलेक्ट्रिक भेहिकल, इङ्ग्लिसमा इलेक्ट्रिक भेहिकल, नेपालीमा विद्युतीय गाडी भनेको। अर्को सुसो छावा भनेको हाइड्रोजन गाडी पनि बनाउँदै रहेछ। के रहेछ? हाइड्रोजन खालको, हाइड्रोजन। यो हाइड्रोजन गाडी भयो, इलेक्ट्रिक गाडीहरु चाहिँ के गर्छ भने वातावरणलाई असर गर्दैन। कुरो बुझ्नुभयो? अहिले पेट्रोलियम गाडीले एकदमै वातावरण असर गर्दैछ, त्यही भएर अहिले ईभी अथवा इलेक्ट्रिक भेहिकल अथवा सुजो छावा भनेको हाइड्रोजन गाडी, खाथुन जस्ता, छिनहन्ज्याङ भनेको वातावरण मैत्री, यसको मतलब वातावरणलाई असर नगर्ने खालको भनेको। के रे? वातावरण मैत्री भन्दिनु भयो। वातावरणसँग मिल्ने भनेको मैत्री भनेको। छदोङछा खिसुल्गा भनेको गाडीको के अरे प्रविधि र छाइलहेङ भनेको यो चाहिँ अटोमेटिक स्वचालित कार रहेछ। यो चाहिँ बिना ड्राइभरको गाडी है। के अरे? बिना ड्राइभर गाडी हो, अटोमेटिक गाडी भन्दिनुहुन्छ, बिना ड्राइभरको अटोमेटिक। कोरियामा नि अब आइसक्यो, अमेरिकामा त छ क्या अरे अटोमेटिक बिना ड्राइभर गाडी आउँछ है। अमेरिकामा पनि बिना ड्राइभरै चाहिँदैन, तपाईँले बुकिङ गर्यो भने आइहाल्छ ट्याक्सी, अटोमेटिक गाडी। खिसुल भनेको प्रविधिको खेबारे विकासमा मानुन धेरै थुचारोल हागुसम्दा लगानी गरिरहेको छ। सुरुमा त लगानी चाहियो नि, फ्रीमा हुन्छ त? हुँदैन, लगानी गरिरहेको छ रे। लगानी के रहेछ? लगानी गरिरहेको छ रहेछ, लगानी गर्दैछ अथवा गरिरहेको छ। ठुलो लगानी हुन्छ यसमा। जस्तै तपाईँले ईभी किन्नुभयो, इलेक्ट्रिक गाडी किन्नु भने सुरुमा महँगो पर्छ, तर चलाउने खर्च के हुन्छ? सस्तो हुँदै जान्छ। एकचोटि हेर है अझ पनि। हांगुके कोरियाको छदोङछा सनापुन भनेको गाडी उद्योगहरु चाहिँ, कोरियाको गाडी उद्योग चाहिँ हांगुक ख्योङजे सङजाङुल इगुनोन भनेको कोरियाको अर्थतन्त्र, कोरियाको आर्थिक वृद्धिलाई नेतृत्व गर्ने अथवा आर्थिक वृद्धिलाई के हो त अझै पनि के त माथि बढुवा गर्ने छुङयोहान महत्त्वपूर्ण खालको सनापचुङ भनेको के त उद्योग मध्ये हानाइदा एउटा हो। हुन त कोरियामा आयस्रोत अरु पनि छ, तैपनि के हो त आर्थिक वृद्धि गर्न चाहिँ के पनि गर्छ, गाडी कम्पनीले गर्दा महत्त्वपूर्ण के हो नेतृत्व अथवा भूमिका खेल्दो रहेछ, बुझ्नु पर्यो। एचएन इसी सामन्यन 2023 सालको खिजुलो आधारमा 2023 सालको सर्वेक्षण अथवा उनीहरुको अनुसन्धानको आधारमा चाहिँ हांगुके छदोङछा सिजाङ भनेको कोरियाको गाडीको बजार चाहिँ छमेरो हिस्सादार त विश्व बजारमा हाम्रो कति स्थानमा हामीले गाडी के त निर्यात गर्छौं भन्ने हिस्सादारमा चाहिँ इल्बोन जापान 1 नम्बर, युरोप 2 नम्बर, चाइना 3 नम्बर, अमेरिका 4 नम्बर, यो पछाडी विश्वको 5औं नम्बर हो रे। कोरिया चाहिँ कति नम्बर रहेछ? 5औं रहेछ 2023 को अनुसन्धानले त्यो भन्छ। तर 2024 लाई अहिले 4थो स्थानमा आइसकेको छ है। 2024 ले 14 स्थानमा आइसकेको छ। यो चाहिँ 2023 को डाटा हो, यसले चाहिँ 5औं स्थान हो भन्छ। हांगुके कोरियाको छदोङछा होइसादुन गाडी कम्पनीहरु चाहिँ मिरिए छदोङछा भविष्यको लागि अहिले चढ्न पाए भइहाल्यो भन्ने मिलेन। त्यो भविष्यमा आउने गाडीको खिचुरी भनेको प्राविधिकमा चाहिँ के अरे छङ्गी छा भनेको ईभी गाडी, छङ्गी भने विद्युत छा भने गाडी गुरुबन्धला विद्युतीय गाडी, इलेक्ट्रिक भेहिकल के भने इलेक्ट्रिक भेहिकल। अर्कोमा सुजो छावा भनेको हाइड्रोजन वाला गाडी, तपाईँको पेट्रोल नचल्ने वाला, नचाहिने वाला।
खातुन जस्ता छिनवाङ्ग्याङ वातावरण मैत्री यसको मतलब वातावरणलाई के हो अनुकूल बनाउने प्रतिकूल नगरिकन अनुकूल भने वातावरणसँग मिल्ने भनेको त्यसपछि छदोङ त खिचोल भनेको गाडीको के अरे प्राविधिकलाई चाहिँ अब छैलहेङ भनेको त अटोमेटिक गाडी यसको मतलब ड्राइभरै नहुने गाडी पनि छ अहिले है कोरियामा पनि आयो होला सायद पहिला हामी हुँदा कोरियामा चाहिँ त्यो आइसकेको थिएन सायद आयो होला अमेरिका आइसकेको छ छौल छुयङ भनेको त अटोमेटिक गाडी खिचुल खेवाले भने प्राविधिक विकासमा मानव थुचा भनेको धेरै लगानी हगसुन्दा गरिरहेको छ भन्ने कुरा हो अब त्यसमा मिल्ने कुरा छान्नु पर्यो तल्लोमा एकचोटि हेरौँ एकले भन्छ हाङ्गुके छदोङ छ खियाबदुरुन कोरियाको गाडी कारखानाहरू चाहिँ अथवा गाडी उद्योगहरू चाहिँ कोरियाको गाडी उद्योगहरू चाहिँ त्यसपछि छैल छुयङ खिसुल छैल छुयङ भनेको त यो चाहिँ के रहेछ त अटोमेटिक गाडी के अरे अटोमेटिक बिना ड्राइभर गाडी भन्दै भयो बिना ड्राइभर गाडी खिसुल खेवाले भनेको के हो त प्रविधिको विकासमा खन्सिमी आफसुन्दा रुचि छैन रुचि छ कि छैन हेर्ने हो रुचि छ त छैन रुचि भएर धेरै लगानी गर्दैछ भने चाहिँ यहाँ त्यही भएर के कुरो मिलेन कोरियाको के अरे गाडीको उद्योगहरू चाहिँ कोरिया गाडीको उद्योग चाहिँ फेरि छैल छुयङ भनेको अटोमेटिक अथवा बिना ड्राइभरको गाडीको प्रविधि विकासमा चाहिँ रुचि नै छैन भनेछ त छ त्यही भएर लगानी धेरै गर्दैछ मिलेन त्यसै इसन इसी साम्यन 2023 सालको हाङ्गुके छदोङ छ सिजाङ कोरियाको गाडी बजार छमिरुरुन भनेको के अरे यो चाहिँ हिस्सा चाहिँ उसको हिस्सा के कोरियाको हिस्सा चाहिँ सेगेसा विस्तारमा के अरे विश्वमा थसत बन्जेरो नौसुन्दा 5औं स्थानमा उच्च छ हो गुड त्यसो भएर 2023 सालको कोरियाको गाडीको बजारको अनुपात चाहिँ विश्व बजारमा अथवा विश्वमा चाहिँ 5औं स्थानमा छ हो किन हेर्नु त 2023 ले त्यही भन्छ सर्वेक्षणले त्यसपछि त 5औं हो नि थसत बन्जे भनेको 5औं स्थानमा उच्च अगाडि छ एन्सर कुद भयो 2 को रहेछ अर्को मेरो हाङ्गुके छदोङ छ खियाबदुरुन कोरियाको गाडी कारखानाहरू चाहिँ कोरियाको गाडी के उद्योगहरू चाहिँ त्यसै सुझो छ भनेको त हाइड्रोजन गाडी खेबारे विकासमा थुजरल हाजिआनसम्म लगानी गर्दैन भन्छ अझ हेरौँ कोरियाको गाडी उद्योगहरू चाहिँ हाइड्रोजन गाडीको विकासमा लगानी गर्दैन यहाँ के छ विकासमा धेरै नै हेर्नु त यिनीहरूमा के गर्छ धेरै नै लगानी गरिरहेको छ भनेपछि यो मिलेन गर्दैन भनेपछि मिलेन मेक्योगोन अमेरिका चाहिँ इचन इसी साम्यने 2023 सालमा सेगेसा विश्वमा खाजाङ मानु सबैभन्दा धेरै छदोङ छारोल गाडी चाहिँ सेन्सन हेसुन्दा उत्पादन गर्यो रे कोरियाले चाहिँ 2023 मा चाहिँ विश्व बजारमा सबैभन्दा धेरै गाडी उत्पादन गर्यो हो त कसले हो त सबैभन्दा बढी गरेको अमेरिका त चौथोमा आयो नि त कुन भयो त्यसपछि इल्बोन हो नि जापान हो कुन हो रे जापान हो त्यसो भए मिलेन ल एन्सर कति रहेछ अहिले चाहिँ 2 को रहेछ भन्ने कुरो बुझ्नु पर्यो है त ल 18 मेरो 18 भन्छ फुरी नामेर आगलागी भयो भने के रे आगलागी भयो भने सोहगिरुल भनेको आगो निभाउने सिलिन्डर भनेको है आगो निभाउने सिलिन्डरको छेल मञ्च सबैभन्दा पहिला खाजा उम्मेदवार लिएर आउँछ अरे सोहगी भने आगो निभाउने सिलिन्डर मात्रै पनि होइन यस्तो पाइपहरू के त बटाएर भित्तामा झुन्डाएर राखेको हुन्छ यस्तो खालको पाइपहरू पनि हुन्छ अनि त्यो सिलिन्डर पनि हुने भयो के अरे सिलिन्डर पनि छँदैछ होइन आगो निभाउने स्प्रे सिलिन्डर पनि भइहाल्यो अनि यस्तो खालको पानी पनि कोरियाको कम्पनीमा चाहिँ प्राइस हुँदा सोजनमा के गरेर हुन्छ यसरी पाइपहरू बटाएर राखेको हुन्छ यहाँ तपाईँले पानी स्वाट्ट खोल्ने बित्तिकै यस्तो स्पिडमा आउँछ कि तपाईँ 1-2 जनाले समाउनै नसक्ने खालको पानी आउँछ क्या त्यसमा चाहिँ एकचोटि हाम्रो कम्पनीमा पनि त्यो पानी के अरे आगलागी भएको बेला हामीले खोलेको 2 जनाले पाइप त सम्हालै नसक्ने पो खतरा आउँदो रहेछ होइन यस्तो प्रेसमा आएको हुन्छ तपाईँले यहाँको के त बटम थिचेर यहाँबाट के पानीको त्यो फोर्सको स्वाट्ट खोल्ने बित्तिकै यस्तो फोर्स आउँछ कि पानी होइन ल त्यसमा अब सोग्यो भने सिलिन्डर मात्रै भयो त भएन यहाँ पाइप पनि रहेछ भन्ने बुझ्नु पर्यो पाइप पनि छ सिलिन्डर पनि छ कुनै अटोमेटिकवाला पानी आउने पनि हुन्छ थुरी नामेर आगो लाग्यो भने सोगिरोल भनेको आगो निभाउने के अरे यन्त्रलाई छेल मञ्च सबैभन्दा पहिला खाजा उम्दा लिएर आउँछ आगो लागि भएको ठाउँमा लिएर आउँछ अरे खुरीको अनि खुरीको यो के त खुरीको नुन भन्छ अनि चाहिँ अनि सोन्जाबे भनेको हातको ह्यान्डलमा अथवा ह्यान्डलमा भएको अब यहाँ चाहिँ के त तपाईँले लिएर आउने यस्तो खालको ह्यान्डल छ हो ह्यान्डलमा पुच्छा हिँड्नु जोडिरहेको यहाँ भएको एउटा चाहिँ सेफ्टी पिन हुन्छ कि यस्तो खालको यो पिन थुत्यो भने तपाईँको स्प्रे गर्न मिल्ने भयो नत्र त्यतिकै बोक्दाखेरि स्प्रे हुन्छ छर्छ भनेर एउटा सेफ्टी पिन हाले हुन्छ सोन्जाबे भनेको हातको ह्यान्डलमा पुच्छा हिँड्नु टोसे के अरे टाँसेको भन्नु पऱ्यो यहाँ त अब टाँसेको भन्दा पनि त्यहाँ के त हालेको अन्जन फिनोल फोपा निम्निदा भनेको सुरक्षित पेनले गर्दा थुतेर मात्रै छर्किन्छ पहिले सुरक्षित पेन चाहिँ तपाईँले ननिकालिकन छर्क्यो भने छर्किँदैन निस्किँदैन नि त्यसले तपाईँले रोक्छ क्या त्यही भएर पिन के गर्नु पहिला थुत्नु पऱ्यो यस्तो खालको हुन्छ पिन चाहिँ
यस्तो खालको हुन्छ यो तपाईँको आउला हालेर स्वाट्टा तान्यो भने चाहिँ फुत्तै आउँछ त्यसपछि चाहिँ प्रेस गर्दाखेरि चाहिँ फर्महरू निस्किन्छ अथवा तपाईँको धुलो निस्किन्छ पाउडर निस्किन्छ त्यसले निभाउने हो खुहु गरेको त्यो पछि पहिला तपाईँले स्वाट्टै गरेर यो पिन निकाल्ने त्यसपछि फारामे भनेको हावाको फाङ्यागोल भनेको दिशालाई छाजासा खोजेर हावाको दिशा खोजेर फाराम थुङ्सेको भनेको हावालाई पछाडि पार्दै ढाडमा पार्दै यसको मतलब यसरी बुझ्नुहोस् है यहाँ के त आगो सल्किरहेछ मजाले दन्किरहेछ आगो के अरे आगो दन्किरहेछ अब हावा चल्दैछ यताबाट कताबाट यताबाट कुन दिशाबाट हावा चल्दैछ यताबाट तपाईँ यहाँ बसेर आगो निभाउन थाल्यो भने तपाईँलाई के हुन्छ त पुरै आगो के त यसले के हुन्छ तपाईँलाई पोल्छ त्यसो भए हावालाई पछाडि पार्दै तपाईँ चाहिँ यता हावा भएकोतिर तपाईँ हुनु पऱ्यो यता पछाडि पार्दै त्यसपछि मात्रै गर्दा यसरी छर्किनु पऱ्यो तपाईँ यहाँ बस्यो भने त यहाँ हावा यताबाट आइरहेछ भने के हुन्छ तपाईँ आफै सल्किने हुन्छ त्यही भएर हावालाई के गर्छ त्यसपछि त फाङ्याङ भने दिशा हावा कहाँबाट कुन बेगमा हावा चल्दैछ कुन दिशाबाट आउँदैछ त्यसलाई गएर तपाईँले खोजेर फारेबल थुङ्चेको हावालाई ढाडमा पार्दै अथवा पछाडि पार्दै फिचारो सुरने फिचारो के अरे कुच्चोले सुरने थुसी भनेको अरे बढारेको जस्तै हावाले के अरे कुच्चोले बढारेको जस्तै क्या तपाईँले पानी छर्किने बिस्तारै यहाँ के त बिस्तारै यो के त सिलिन्डरहरू छर्किने बिस्तारै छिटो सर्नु भएन पुरै यहाँबाट के त बढारेको जस्तै पुरै धुलोमा बढाएर जस्तै अलिक जोडले भन्न खोजेको है ल के छ कुच्चोले बढारेर निकालेको जस्तै फुरुलको बिना आगोले के अरे के त निभाइन्छ भनेको रहेछ है बिस्तारै छिस्सो गरेको अहिले पनि मर्दैन त्यही भएर बढारेको जस्तै गरेर अलिक जोडले स्वाट्टै गर्नु पऱ्यो कि पुरै यसको तलको भागमा स्वाट्टै गऱ्यो भने मर्छ तर तपाईँले यहाँ अलिकति छिस्सो यसरी छर्क्यो भने मर्छ त मर्दैन त्यही भएर कुच्चोले बढाएर फालेको जस्तै अर्थ आउने गरी आगोले के अरे निभाउँछ भन्दो रहेछ त्यसपछि छिनोका इर छिमेन भनेको आगोको विकास भएको थियो नि अघि नै आगो धेरै नै विकास भएको थियो आगो विकास भएको भएको छ भने भनिन्छ भएको छ भने यसमा आगो चाहिँ एकदम खतरा दन्किएको थियो आगो अघि नै पुरा के त धेरै नै आगो के त सल्किएको थियो भने त्यसपछि छन्बुरी अम्नुन्जी भनेको त तपाईँको आगोको के रापहरू आगोको के तपाईँको बाँकी हुन्छ नि अवशेषहरू आगो तपाईँले यो माथि दन्किएको मर्ने बित्तिकै मर्दैन यहाँ तलको रातो रातो हुन्छ नि यहाँ के हुन्छ कोइलाहरू रहन सक्छ भनेको कोइलाहरू अथवा यसको के आगो के भन्नु पऱ्यो चाहिँ रापहरू अथवा आगो के तपाईँको कोइलाहरू पनि आगो हुनसक्छ तपाईँले माथिको त निभिहाल्यो भने छोड्नु हुँदैन भोलि हावा आएर यसलाई पनि फेरि सल्काउन सक्छ भनेको तलको टुक्रो टाक्रीमा के त आगो यहाँ के हुन्छ तपाईँको धुलो हुन्छ नि त्यसमा खरानी हो खरानीसँग यस्तो यस्तोमा के हुन्छ त आगो पनि हुनसक्छ भनेको ल छन्बुरी भनेको त के छ तपाईँको आगोको झिल्को भन्दैमा आगो के तपाईँको राप अथवा आगोको बाँकी अवशेष भन्ने रहेछ ल आगोको बाँकी अवशेष अथवा आगो के तपाईँको तलको के अरे सल्किने वस्तुहरू चाहिँ अम्नुन्जी छैन कि हनबन एकपटक थ भनेको अझ छेक्रो हामीले त चेक इङ्ग्लिसमै लेखेको रहेछ चेक है चेक भनेको उनीहरू चेक भनेर छेक्क भन्छ नि है ल चेक गर्छ अरे चेक गर्नु पऱ्यो नि यहाँ माथि त दन्किन भइहाल्यो छोडिदियो भन्ने मिल्यो कहिले तपाईँको त आगो सल्कियो टुक्रा टाक्रीले पनि तल के त अहिले त पुरै तपाईँले देख्दा खरानी भएर बसिरहेको हुन्छ तर भित्र आगो नै हुन्छ कि यसमा यहाँ माथिको निभिहाल्यो भन्ने होइन तल के हुन्छ अझै पनि आगोको के त तपाईँको अवशेषहरू अथवा यसको त रापहरू हुनसक्छ भनेको छ है ल अझै पनि एकचोटि हेरौँ फुरी रामेन आगो लाग्यो भने है आगो लाग्यो कम्पनीमा काहीँ आगो लाग्यो भने सोहागिरोल भनेको सिलिन्डर यो सिलिन्डर कुरो गर्दै रहेछ है गुरुबन्धुला यसले पनि सोहागी नै भन्छ है फेरि गुरुबन्धुला सोहागिरोल भनेको आगो निभाउने के अरे यन्त्रलाई छेल मञ्च सबैभन्दा पहिला खाजा उम्जा लिएर आउँछ सबैभन्दा पहिला तपाईँले लिएर आउँछ अरे खुरीको अनि सोन्चाबे भनेको हातको ह्यान्डलमा फुसाइनु भनेको यस्तो जोडेको हुन्छ यसलाई चाहिँ अन्जन फिनुल पोपा भनेको सुरक्षित पिनलाई औला हालेर सट्ट निकाल्ने पहिला त्यसलाई के अरे सट्ट निकालेर त्यसपछि नेमिदा भनेको त के त निकालिन्छ नेदा भनेको निकाल्ने हो क्या पोपामा थुतेर निकालिन्छ सुरक्षित पिनलाई थुतेर निकालिन्छ भन्नु पऱ्यो खुहुए त्यसपछि त्यसले पहिला निकाल्ने त्यसपछि फारामे फङ्ग्याउँ हावाको दिशा हावा कता बग्दैछ त्यो हेर्नु पऱ्यो फेरि हावा यता चल्दैछ भने तपाईँ यता पो आउनु पऱ्यो उता जानु भएन है फेरि कुरो बुझ्नु होला है हावाको दिशालाई चाहिँ छाजसो खोजेर फारामे थुङ्चिङको भने हावालाई पछाडि पार्दै तपाईँ ढाडतिर पार्दै फिचारो सुरने थुसी भनेको के अरे कुच्चोले स्वाट्टै बढारेको जस्तै पुऱ्यायो कि बिस्तारै छिस्सो सर्किनु भएन स्वाट्टै कुच्चोले बढारेको अर्थ जस्तै फुरुल भनेको के अरे बत्ती पनि हुन्छ आगो पनि हुन्छ यहाँ चाहिँ आगो भन्नु पऱ्यो आगोलाई कुदा भनेको निभाउनु आगोलाई निभाइन्छ फुरुल कुद्यो भने बत्ती अफ गर्नु पनि हुन्छ फेरि यहाँ चाहिँ बत्ती अफ गर्नु भन्ने भएन कि आगोलाई निभाइन्छ
त्यसो भए छिन्वागा इरा चुमेर आगो विकास भएको त आगो एकदमै पहिला दन्केको थियो भने त्यसो भए छन्बुरी अम्लुन्जी भनेको तलको यो छ नि हो यिनीहरू रापहरू आगो के न के यो त माथि गएर निभ्यो सकिहाल्यो भने हिँड्ने होइन त यहाँबाट फेरि सल्किन्छ कि हावा आउने बित्तिकै फेरि यहाँ के हुन्छ त फेरि आगो विकास हुन सक्छ रापहरू अथवा त्यस्तो अवशेषहरू अम्लुन्जी छैन कि हानबन एकपटक थ अझ छेक्रो लाग्दा चेक गरिन्छ भनेको छ ल एकचोटि हेरौँ ल एन्सर पत्ता लगाउनुहोस् तपाईँको एन्सर कुन चाहिँ ल भन्नु त ल के रहेछ त्यसो फुरुल छिन्होगहु भनेको आगो विकास भएपछि वञ्जने भनेको पुरै रूपमा चाहिँ पुरै रूपमा सोगा थ्यानुन्जी निभाएको छ कि फगिन हामीदा चेक गर्नुपर्छ अरे ल आगो विकास भइसके पनि अब आगो विकास सक्यो यसले निभाए सके तापनि पूर्ण रूपमा तलको के पूर्ण रूपमा चाहिँ आगोको के गर्दा सोहोगा भनेको निभाउने चाहिँ भयो कि भएन चेक गरिन्छ अरे यो निभ्यो भने तलको त चेक गर्नु पर्यो हो कि न हो त्यसो यो हो जस्तो छ पनि यति गर्ने दुईले भन्छ फुरी नाम्यान आगो लाग्यो भने पाल्ली छिटो थोमाङ्गुल खायो भने त भागेर जानुपर्छ अरे थोमाङ खाँदा भने भागेर जानु के अरे भागेर जानुपर्छ हो र भागेर गएर त भएन नि सक्दो त के हो त भागेर जानुपर्छ यसले भन्छ भागेर जानुपर्छ भन्यो है अर्को फुरी नाम्यान आगो लाग्यो भने फिच्छाहरू र सुरै नेप्लिँदा आगो लाग्यो भने के तपाईँको कुचोले बढाएर निकालिन्छ हो त कुचोले बढारेको जस्तै भन्न खोजे मात्रै कुचोले बढाएर त आगो त कहिले मर्दैन त्यसपछि दुईटै मिलेर फुरी नाम्यान आगो लाग्यो भने छेल मञ्ज सबैभन्दा पहिला इलिल खुया छन हामीदा 119 फोन गरिन्छ हुन त हो तर माथि भनेको छैन उसले गरेको छैन है त्यही भएर यो मिलेन त्यसपछि एन्सर कति भयो चाहिँ 1 को भयो ल नभए स्क्रिनसट गर्ने नबुझी कुरा के अरे कमेन्ट गर्नु होला है त भोलि तपाईँले इक्जाममा यो आइदियो भने के गर्ने त होइन है गाह्रो छ छोड्दै भन्नु मिल्यो मिलेन नि है ल 19 मा के छ हेरौँ 19 मा थौम सलमागे दिएको वर्णनमा अल्माजुर अविरुल मिल्ने शब्दहरूलाई खोरेसेप्यो छान्नुहोस् रे ल दिएको वर्णनमा मिल्ने शब्दलाई छान्नुहोस् भनेको छ मोसुल फाङ्नुन गसी भनेको किला ठोक्ने कुरा चाहिँ मान आनिरा किला ठोक्ने मात्रै नभइकन मान आनिरा भनेको किला ठोक्ने मात्र नभइकन किला ठोक्ने मात्रै नभइकन त्यसपछि छाल माचिया भनेको राम्ररी नमिलेको रे के अरे राम्ररी नमिलेको भन्दैछ राम्ररी नमिलेको मोसुल पे नोल्सु इनुन भनेको किलालाई निकालेर राख्न सक्ने पेदा भनेको निकाल्नु उखालेर अब मोसुल किलालाई पेदा भने थुतेर निकाल्न सक्ने भन्दा नि छ ल थुतेर निकाल्न सकिने के त पे नोद अब थुतेर राख्न सक्ने थुतेर निकालेर राख्न सकिने भनेको चाहिँ राख्न सकिने थोको भनेको औजार भनेको रहेछ है ल एकचोटि हेरौँ मोसुल फाङ्नुन गसी मान आनिर किलो ठोक्ने मात्रै काम गर्दैन यसले किलो ठोक्ने मात्रै ल मोसुल भने किला फाङ्नुन गसी भने किलो ठोक्ने कुरा मात्रै नभइकन यसले किलो ठोक्ने मात्रै काम नभइकन छाल माछे राम्ररी नमिलेको किला ठोक्या त बाङ्गो भयो टेढो भयो होइन त्यसै मोसुल भने किलालाई चाहिँ पे नोल्सु इनन भनेको त थुतेर राख्न सक्ने थोको औजार रे अझ हेरौँ किला ठोक्ने मात्रै नभइकन किलोले राम्रो मिलेन भने किलालाई निकालेर राख्न सकिने औजार भन्दो रहेछ है खिके होइन औजार भनेको हातले चलाउने खिके भने मिसिन मङ्छी भने हथौडा अथवा हम्मर के अरे हम्मर छङ्गी ड्रिल विद्युतीय ड्रिल छङदोरी चुच्चे पेन्सिस के अरे अब तपाईँको पेन्सिस भन्छ चुच्चे हम्मर भन्ने हुन्छ यो हम्मर चाहिँ अलिक फरक छ हम्मर चाहिँ हम्मरै हो यो पनि हम्मर भित्रै पर्ने हो तर यस्तो खालको हुन्छ अलिकति के हुन्छ दाँती हुन्छ यहाँ यो चाहिँ दाँती के हो त किला सिला निकाल्ने मिल्ने हुन्छ त हो यो चाहिँ के हो त छङदोरी हो ड्राइभर स्क्रू ड्राइभर रहेछ यो चाहिँ मङ्छी हो यस्तो फाल्को दुईतिर बोध हुन्छ यसले किला निकाल्न सक्दैन यस्तो हुन्छ मङ्छी ल एन्सर कुन हो त्यसो भए भन्नुहोस् त हो केही गाह्रो छैन यस्तो आयो भने के रहेछ त्यसो अब ठोक्ने चाहिँ यसले पनि ठोक्छ तर यसले त किलो निकाल्ने मिल्दैन नि त त्यही भएर मिलेन के रहेछ छङदोरीले गर्दो रहेछ छङ्गीद्रीले त ठोक्ने भन्दा पनि यसले त कस्ने अथवा के रहेछ पाल पार्ने काम गर्छ ल एन्सर कुन रहेछ त्यसो भए छङदोरी रहेछ है त ल जाउँ त्यसो भए 20 मा हेरौँ
20मा भन्छ फपुरो भनेको नियमद्वारा छङ्गे नोन भनेको निश्चित गरेर राखेको हरुए दिनमा छोगो हाल्सो अम्नुन सिगान भनेको अधिक अथवा धेरै भन्दै हुन्छ अधिक भन्दै हुन्छ होला अधिक वा अथवा के रे धेरै गर्न नसकिने समय त्यसपछि छुगान सिगान भनेको दिउँसोको समय रे दिउँसो समय त्यसै वालगान सिगान भनेको महिनाको समय अथवा महिना अवधि महिना भन्दै होला महिना समय थुङ भनेको आदि त्यसपछि नोङदोङ फाबे भनेको तपाईँको श्रमको नियममा अथवा के भन्नु पर्यो मजदुर नियममा अथवा श्रमको नियममा खुचङथेन भनेको निश्चित गरेको अथवा तोकिएको खिजुन भनेको आधारमा आधारद्वारा खुल्लो सिगानोल भनेको श्रम समयलाई भनिन्छ अरे एकचोटि हेर है त फप्रो भनेको नियमद्वारा सरकारबाट सँगै नोन भनेको तोकेर राख्यो पहिले तोकेर राख्यो हरुए एक दिनमा छोगो हाल्छो अम्नु सिगान भने अधिक गर्ने नसकिने त्योभन्दा बढी गर्न नमिल्ने खालको छुगान सिगान भनेको दिउँसोको समय त्यसो के छ वालगान सिगानुल भनेको महिना समय अवधि नोङदोङ भनेको श्रमको मजदुरको के अरे नियममा खुजङथेन खिजुन भनेको त तोकेको खुल्लो भनेको श्रमिक समयलाई भन्दो रहेछ अझै पनि हेर है त नियमबाट चाहिँ तोकेको रे एक दिनमा अधिक त्योभन्दा बढी गर्न मिल्दैन त्योभन्दा बढी गर्न मिल्दैन जति तोकेको छ त्यति मात्र हो रे त्योभन्दा बढी गरेर ओभर टाइम तैँले त्यति मात्रै गर भनेको छ रे त्यसपछि दिउँसोको समयमा महिनाको समय आदिलाई श्रमको नियममा के त तोकिएको आधारमा श्रम समयलाई भनिन्छ त्यसपछि छुगान नोदोङ सिगान भनेको दिउँसोको श्रमको समय यान्जाङ खुन्लो भनेको थप काम यो त ओभर टाइमै हो वालगान खुन्बो भनेको महिनाको काम महिना अवधिको काम भन्ने भयो फप्चङ खुल्लो सिगान भनेको कानुनी श्रम समय यो चाहिँ के अरे दिउँसो काम गर्ने समय ल एन्सर हेर्नु त यस्तोमा तपाईँले झुकिन सक्छ एकदम हेर्ने के चाहिँ हो त्यसमा अब भन्छ नियमबाट तोकेर राख्यो रे एक दिनमा चाहिँ अधिकमा धेरैमा गर्न नसकिने यति तोकिया हुन्छ फिक्स तोकिया हुन्छ रे है ल अधिक गर्न नसकिने दिउँसोको समयमा त्यसो महिना अवधिभर श्रमले तोकेको आधारमा श्रमको समयलाई भन्छ के हो त त्यसो भए दिउँसो काम गर्ने समय भन्दा यति घन्टा भने तोके हुनु पऱ्यो नि त त्यसपछि के छ थप पनि होइन के छ त्यसो फप्चङ खुल्नु के भरे फप्चङ कानुन तोके हुन्छ दिनमा 8×22 है त्यो तोके हुन्छ कति हुन्छ है यो कम्पनीको हकमा हो सबैमा नहुनसक्छ ल यहाँहरू सम्पूर्णलाई भिडियो हेर्नुभएको धन्यवाद फेरि अर्को भिडियोमा हामी भेट्ने भएको छ सायद हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्दै आजको लागि बिदा जान्छौँ आशा कोमप सुन्दा धन्यवाद